जय जिला में 70 के 2टा 4टा शिक्षक शिक्षा के जो पहुंचावे के वास्ते पहाड़ में नहीं गए। कोनो जिला एहन नहीं कोनो समय चले जे यदि पुरान लोग सब है तो पूछबे इंजीनियरिंग कॉलेज खुगले वही में 50% से ज्यादा 70 आ धनुषा के विद्यार्थी पढ़े चले। ओहो में 70 सबसे ज्यादा चले। और की कहे छे बीरगंज में जब हेल्थ असिस्टेंट ट्रेनिंग स्कूल खुले तो ओहू ठाम 50% 70 धनुषा के विद्यार्थी चले। लेकिन आई की अवस्था है 70 के ई सब अवस्था में 70 जे अखन हम रिपोर्ट पढ़े छी 70 के शैक्षिक स्तर घट रहल छे। ओना मध्य प्रदेश के आंकड़ा आबि रहल छे लेकिन 70 घट रहल छे। एहन ऊर्जाशील जिला के आई किया दुर्दशा छे। ई बात सब आई मनन कर के योग हम ठाने छी। अब रहल राजनीतिक परिवर्तन के बाद तो नेपाली कांग्रेस के बारे में त्रिभुवन यूनिवर्सिटी के इतिहास के प्रोफेसर राजेश गौतम 5 वॉल्यूम के इतिहास लिखने छथिन। ओहि में वो लिखने छथिन जे हनुमान नगर घटना प्रजातांत्रिक आंदोलन को पहलो खुरकिलो हो अने पहला सीढ़ी पर चढ़े के पहला स्टेप छिए। या 70 जिला छिए। ओहि समय की कहे छै जे सुनसरी नहीं छले। अही 70 जिला में जन्मनहार रघुनाथ ठाकुर वही युग में परतंत्र मधेश और उसकी संस्कृति दस्तावेज लिखल के। वो दस्तावेज राजा त्रिभुवन के सुपुर्द किया गए। राजा त्रिभुवन हुनका चाहलखिन जे कोनो नौकरी दे के हिनका पथ से विचलित कल दिल जाए। लेकिन रघुनाथ ठाकुर नहीं मानलखिन और हुनकर विदेश में मृत्यु भेले फारबिसगंज स्टेशन पर। तो विद्वता कही त्याग कही सब कुछ। अब साथ परिवर्तन के बात कलो हनुमान नगर के बात हम कह दिलो अहाँ के। अब कियक राजेश गौतम किया कहलखिन जयप्रकाश नारायण डॉक्टर राम मनोहर लोहिया भारतीय स्वतंत्र आंदोलन में के संघर्ष करे खिलाफ में संघर्ष करे के वास्ते उनका सशस्त्र आंदोलन करे ले शुरू कलखिन। हिंदुस्तान में रह के नहीं कह सके छला नेपाल एला। उनका सबके छिपा के राखल गए बोकरो टप्पू में हरदीबारी में। यही ठाम पश्चिम कुशहा के उत्तर जे सुरंगा पहाड़ छे वही में आजाद दस्ता के ट्रेनिंग सेंटर खोलल गए। आजाद दस्ता ट्रेनिंग लेते रहे। वही ठाम कृष्णवीर कामी नाम के आदमी हथियार बना के दे वही ठाम के गुरुला सबके। और यही ठाम गोविंदपुर के विद्यानंद के पड़ोसी गाम छे सखरा गोविंदपुर के अब्दुल मियाँ की कहे छे जे ओई पार के क्रांति आंदोलनकारी के चिट्ठी एक पार लाबे एई पार के चिट्ठी ओई पार दे। अब्दुल मियाँ के दोनों गोरे के मृत्युदंड भेटले जेले में वो मर गला। तो वही स्नेह से जयप्रकाश नारायण
राम मनोहर लोहिया नेपाल में जब 7 साल में क्रांति शुरू भेलै तो उ क्रांति में बर्मा से हथियार लावे के वास्ते सहयोग करेलखिन। वह स्नेह छियै जय कांड में सप्तरी के 100 से ज्यादा लोग गिरफ्तार भेल छला। बहुत सारा लोग के सेंट्रल जेल में रह पड़ले। जय में रामेश्वर नेपाली कांग्रेस के संस्थापक की कहे छै जे रामेश्वर सिंह से लेके राम राजा के पिता जयमंगल प्रसाद सिंह भी छला। तो वो स्नेह छलैया, क्रांति सफल भेलै। और आई हमरा सबके 1 से 4 बरस के जहानिया राणा शासन के अंत करे में सफल भेल। हम तो विद्यार्थी रहे, हथियार तो नहीं उठने रहे, जिन्हें हथियार उठल के 7 साल के क्रांति में भारत सरकार नेपाली सेना के हिंदुस्तान से आवे जावे में प्रतिबंध लगा दिलके। तो नेपाल टू पैदल ही आवे, वही समय में कोनो सड़कों न रहे। जब नेपाली सेना विराटनगर के बचावे के वास्ते सप्तरी भै के कोसी पार करते रहे कृष्ण बहादुर कप्तान के नेतृत्व में, तखन ओकरा पर आक्रमण भेलै। कृष्ण बहादुर कप्तान घायल भेला, दोनों तरफ से गोली चललै। अब भारतीय सोशलिस्ट पार्टी के नेता, युवा नेता डॉक्टर कुलदीप झा ओहिठाम शहीद भेला। तो ई सप्तरी आर ओहिठाम से जे बचल खुचल सेना आगू बढ़ले। तो लोग ही यहाँ सब जे गेल है, तो बंगाली टोल में एकटा बोर के गाछ छै, जे दोनों तरफ से गौवा सब ग्रामीण सब जे घरेलू हथियार से आक्रमण केलकै और ओने से सेना जे केलकै, तो एक बोर के गाछ में लगले वहीना छाल छीन चले। वही ठाम से आगू बढ़ले तो लोग ही से पूरा एकटा धार छै, वही धार के बगल में संघर्ष भेले। दोनों तरफ से गोली चलले, 5 आदमी मारल गेले। और वही धार के नाम अखनो खुनिया धार कहे छै। अखनो खुनिया धार कहे छै। समय पर नेपाली सेना विराटनगर नहीं जा सकले और विराटनगर के पतन भ गेले। विराटनगर वीरगंज के पतन पहिने भेल छलै। विराटनगर के पतन की कहे छै जे बाद में भेला के बाद राणा सरकार के मनोबल टूट गेलै। दिल्ली में समझौता भेलै, संयुक्त सरकार बनलै। जे राजवंश के 3 पुस्ता, राजा त्रिभुवन, महेंद्र और वीरेंद्र, 3 पुस्ता जे प्रवास में छला है, वापस एला, राजगद्दी भेटले। और राजगद्दी भेटला के उपलक्ष्य में 2007 साल फागुन 7 गते घोषणा केलखिन जे आवे वाला संविधान सभा द्वारा कराल जात। उ व्यवस्था का संविधान सभा से यदि गणतांत्रिक व्यवस्था के संविधान बनेते तो हम गणतांत्रिक व्यवस्था स्वीकार करब। अहाँ सब पढ़ लिया कि कहे छै नेपाल के इतिहास में राजा 7 साल फागुन 7 गते 18 फरवरी 1951 के राजा का घोषणा पढ़ लियो। तो आई नहीं 2007 साल के क्रांति संविधान सभा और गणतंत्र के बीजारोपण कयल छल। दुर्भाग्य देश में नहीं भेले। एकटा बात और कह हम बिसरि गेलहुँ जे दरभंगा में नेपाली कांग्रेस के जे सम्मेलन भेल छलै क्रांति पूर्व, तई में 1900 रुपया सप्तरी से गेल छै खर्चा। नेपाली कांग्रेस के इतिहास छै
ओकर बाद बेरगनिया सम्मेलन भेलै। और 7 साल के क्रांति के बाद, क्रांति में जे मधेश के देन छलै, जते कैम्प छलै सबटा सीमा पर आ बेस मधेश छलै। ओ मधेश क्रांति के मधेसी के सहयोग से क्रांति सफल भेलै, देश आजाद भेल। अब ई दुर्भाग्य के बात छै जे फलीभूत नहीं भेलै। पहिनो कहलहुँ जे प्रत्यक्ष काल संयोग से राजा त्रिभुवन अपनो मारला, अथी भए गेलखिन, इनकार कए गेलै, मुकर गेलखिन अपन वचनबद्धता से। संविधान सभा के चुनाव नहीं करा के की कहे छै संसद अथी के सलाहकार सभा के गठन केलखिन। वो मरला, राजा महेंद्र गद्दी पर बैठले या खड़जन शुरू भेल। कहियो टंक प्रसाद का प्रधानमंत्री बनाबथिन, कहियो KI सिंह के बनाबथिन। अब प्रत्यक्ष शासन करऽ लगला। 2014 साल में सत्याग्रह भेलै, राजा महेंद्र के बाध्य भ के चुनाव करावा पड़ल, लेकिन संविधान सभा के नहीं करल गेल। वो सरकार 1.5 बरस नहीं चललै। 2017 साल पूस 1 गते राजा सैनिक बल प्रयोग क्या के शिशु प्रजातंत्र के हत्या क्या दिलके। जय के खिलाफ में 1-2 बरस नहीं 30 बरस संघर्ष करे पड़े। 30 बरस संघर्ष करे पड़े। और 30 बरस के बाद 47 साल में जखन प्रजातंत्र स्थापना भेलै तो 70 जिला छियै, जैठाम से आवाज उठले हमरा से हम ही छी, वो व्यक्ति जिंदा छी। हम हिंदुस्तान में रही, हमरा की कहे छै जे पत्रकार सब पूछलक जे आब प्रजातंत्र आबैया, भावी संविधान केना बनक चाही। हम कहलिए जे भावी संविधान सभा द्वारा बनना चाहिए। संविधान सभा द्वारा बनना चाहिए। किया तो 7 साल के क्रांति अधूरा है और 30 बरस के संघर्ष के बाद जब देश में प्रजातंत्र रहैया, देखियो अखबार में निकलल छे, हम प्रमाण के साथ बताबै छी। अखबार छी जकरा देखे के से देख ले पत्रकार मित्र सब। और वही समय में नेपाली कांग्रेस संयुक्त वाम मोर्चा ओहि पर ध्यान नहीं देलकै। ध्यान नहीं देला के बाद 47 साल के संविधान बनले। और उ संविधान में एहन अवस्था एले जे राजनीतिक दल खास करके नेपाली कांग्रेस के आंतरिक कमजोरी के कारण, विवाद के कारण 3.5 बरस में विघटन भ गेलै। 3.5 बरस में विघटन भ गेलै। और ओकर बाद 52 में चुनाव भेलै, मनमोहन जी के नेतृत्व में सरकार गठन भेलै। उ सरकार 9 महीना में खत्म भ गेलै। तकर बाद लोकेन्द्र बहादुर चंद के नेतृत्व में सरकार गठन भेलै, MLA के सहयोग में, ओहो सरकार विघटन भ गेलै। तकर बाद सूर्य बहादुर के थापा के नेतृत्व में सरकार गठन भेलै, ओहो सरकार विघटन भ गेलै। कोनो संसद अपन कार्यकाल पूरा नहीं कर सकलै। और तकर परिणाम की भेलै जे माओवादी विद्रोह भेलै, शुरू भेलै। आंतरिक कारण में, राजनीतिक झगड़ा में राजनीतिक दल के नेता सब उलझ गेल। की कहे छै जे और सामाजिक आर्थिक जे विभेद सब छलै, विकास के काम में पाछू पड़ गए। फलतः लोग माओवादी में लग गए। अब माओवादी आंदोलन में सबसे ज्यादा शहीद पहाड़ के मगर, गुरुंग,
और मधेश के थारू दलित सबसे ज्यादा के मृत्यु भेल छै, शहादत देने छै। लेकिन ओहो दल के अवस्था ई एलै जे 62 में माओवादी सब बाध भ के मेन स्ट्रीम में एला, संसदीय व्यवस्था में एला, माओवादी में एला। तब 63 साल में यदि जब संविधान नहीं बनत रहे, अखन मधेश आंदोलन का चर्चा कुछ लोग केलक। 63 साल में आबै से पहिने की कहै छै जे पार्टी में फूट भेलै, राजा ज्ञानेंद्र के कदम उठलै। वही कदम में की कहै छै जे फेन राजनीतिक दल के सड़क पर आवे पड़लै। और सड़क पर एला के बाद हमरा स्लिप भेट गेलै छोट करे के, लेकिन हम एक दूटा बात जे इतिहास के छै वो कहै ले चाहब। तो वही में माओवादियों के लगलन जे हम सरकार लड़ के सरकार नहीं दखल कर सकब, इहो सब लगला जे आब हम की करब। तो केना लावल जाए माओवादी के मेन स्ट्रीम में 4-7 दल के बैठक शुरू भेलै। वही में की कहै छै जे छलफल भेलै जे एहि संसद स्थापना के मांग पर जनता सड़क पर नहीं आबैया, तो नया अवधारणा पत्र लायल जाए। और वही में राष्ट्रीय संकट समाधान को लागी साझा सहमति प्रतिबद्धता को घोषणा, ई की कहै छै जे 7 दल के ई घोषणा पत्र छै, जाहिमे माले के ओर से माधव नेपाल जी दस्तखत केने छथिन, कांग्रेस के गिरजा बाबू केने छथिन, प्रजातांत्रिक कांग्रेस के की कहै छै जे शेर बहादुर देवपा केने छथि, की कहै छै जे जनमोर्चा के शेरचंद केने छथि, और की कहै छै किसान मजदूर पार्टी के रोहित केने छथि। हमरो पार्टी के दस्तखत छै। वही में एकेटा लाइन हम पढ़ के सुना दी, एकेटा लाइन अहाँ सब धैर्य से सुन लियो। प्रजातांत्रिक अग्रगमन को कार्यक्रम संबंधी प्रतिबद्धता, प्रजातांत्रिक प्रक्रिया में अझ बढ़ी सक्रिय द्वंद्व व्यवस्थापन को दिगो समाधान को लागी राजनीतिक समझदारी संबंध में ज्यादा जनता में निहित सार्वभौमिकता, जनता नहीं राष्ट्रीय शक्ति को स्रोत रहने, मान्यता को अक्षुण्णता, बहुदलीय संसदीय प्रणाली, शिक्षा एवं मुक्त बहुदलीय प्रतिभरता, हिंसा प्रतिभरता मुक्त बहुदलीय व्यवस्था आमूल को न्यायपालिका स्वतंत्र न्यायपालिका लगाए
गर्ने छ। यसका साथै राष्ट्रिय महत्त्वका विषयमा जनमत संग्रहको प्रावधान, सेना निर्वाचित सरकारप्रति जवाबदेही हुने व्यवस्था, राजको पुनर्संरचना गरी। एहिमे पूर्ण संरचना लिखल छै, पुनर्संरचना गरी यसलाई थप सहभागितामूलक, प्रतिनिधिमूलक र सामाजिक, सांस्कृतिक, भौगोलिक, जातीय र भाषिक विविधता प्रतिबिंबित होने गरी समावेशी बनाउने प्रबन्ध, स्थानीय शासन र मधेसी जनजाति दलितलाई आरक्षणको व्यवस्था गर्ने र संवैधानिक प्रश्नको निरूपण संविधान सभा द्वारा गर्ने। 7 दल के प्रतिबद्धता छी, लेकिन भेलै कि 62 चैत 25 के तक ई व्यवस्था प्रतिबद्धता छियै। 63 की कहै छै जे कार्तिक 23 गते जे संविधान एलै, ओहि संविधान में संहिता नहीं रहे, सामाजिक न्याय रहे, जकरे प्रतिकार में मधेसी सड़क पर एले। मधेसी सड़क पर एले, ओकर चर्चा अहाँ सब क्या चुकल छी। और आई ई अवस्था ले। एक बात और कहो, हम कह दिलों, देखा दिलों जे हमरा सनक व्यक्ति 47 साल से 6 गते संविधान सभा के मांग केने छियै। नेपाल में 15 साल के बाद पहिल व्यक्ति छै जे 70 से संविधान सभा के मांग भेल छै। ओकर बाद हर आंदोलन के नेतृत्व नेपाली कांग्रेस केने छै, चाहे गणतंत्र के बात हो, चाहे सामाजिक न्याय के बात हो। गणतंत्र के प्रणेता अहाँ सब राम राजा के कही छियै, सामाजिक न्याय के गजनयन सिंह के चर्चा करे छै। गजनयन सिंह के कतेक नाम पर कतेक संस्था बनल छै। और तेसरो जय कृष्ण गोइतो एकटा बात छै जे अखनो तराई के अस्मिता के लेल अपन प्रवास में जीवन बिताबै छै। तो ई सब बात कहलौं। अब आर्थिक क्षेत्र के 1 मिनट हम कहब। कोनो समय में सप्तरी की कहै छै जे अन्न भंडार मानल जाइ छै। राष्ट्रीय आवश्यकता पूरा क्या क्या विदेश में अन्न निर्यात करे छै। बाद में सरकार की कहै छै जे धान चावल निर्यात कंपनी खोल के जनता पर की कहै छै जे अपन उचित मूल्य पावे से प्रतिबंध लगा देलकै। तकर परिणाम छियै जे आइ सप्तरी जिला अभावग्रस्त जिला में आबि गेलै। अब अहाँ सब सोच लियो जे सप्तरी प्रगति के ओर में जा रहा है कि अवनति के में जा रहा है। कोनो समय में तो रघुनाथ ठाकुर उठेलखिन परतंत्र मधेश। अखन नेपाल के संविधान में मधेश शब्द नहीं है। हिमालय छै, पहाड़ छै, भीतरी मधेश छै, लेकिन मधेश नहीं छै, तराई छै। आइ के लोग के सत्ताधारी दल के मधेश के नामो लैत है छै जे कोन वज्रपात भऽ जेतै देश में। तो ई अवस्था छै। अहाँ सबके हमरा बार बार की कहै छै जे स्लिप आबि गेल और बात सब छै, बहुत बात कहे के छल। अब अहाँ सब जानू आइ हर तरह से सप्तरी अवनति के ओर जा रहा। विकास का पदाधिकारी सब कहलक की दुर्दशा छै। गाम गाम में भ्रष्टाचार कते बढ़ले। कहल के
जे सिंहदरबार हम गाम गाम पठा देबै। ओहू समय में हम कहना छलिए जे नीक बात एकोटा न जेते, लेकिन सिंहदरबार के जे दुर्गुण छै से सबटा गाम गाम चल जेते। आइ ओ दुर्गुण देखा रहल। अब अहाँ सब सोचू जे एहि अवस्था में सप्तरी के अस्मिता बचावे के वास्ते, मधेश के विकास करे के वास्ते या देश के विकास करे के वास्ते की करे पड़त से अहाँ सब सोचू। लेकिन हमरा नजर में आइ उत्सव मनावे के दिन नहीं छै। आइ की कहै छै जे व्यवस्था मनबे के दिन छै। यह कहैत हम अपन विचार एहिठाम समाप्त करै छी। धन्यवाद। धन्यवाद। वहाँ हुनुहुन्थ्यो खुसीलाल मण्डलज्यू, समाजसेवी एवं राजनीतिक विशेषज्ञ। भनिन्छ स्टेजमा हुँदा ज्यादा भावुक नहुनु, धेरै खुसी नहुनु, धेरै दुखी नहुनु। म आफ्नो खुसी कहाँ लुकाऊ होला आज हामी माझ। यस समय हामीले बुझेको देश, हामीले बुझेको मधेस विषयमा आफ्नो शब्द, आफ्नो विचार, आफ्नो मन्तव्य राख्न आउँदै हुनुहुन्छ वरिष्ठ पत्रकार म लगायत सञ्चार क्षेत्रमा हुनुहुने धेरैको आइकन। उहाँको इन्टरभ्यू हेर्दै गर्दा आहा इन्टरभ्यू होस् त यस्तो भनेर दोहोऱ्याइ तेह्राइ इन्टरभ्यू हेर्ने म यस स्टेजमा हार्दिक आमन्त्रणा गर्न चाहन्छु टीकाराम यात्रीज्यूलाई। र यहाँको विषय रहेको छ हामीले बुझेको देश, हामीले बुझेको मधेस। सबैलाई अभिवादन। हामी यस्तो भूमिमा छौं कि यसले नेपालको प्राचीनता, यसको विराटता र यसको वैभवको कुरा गर्छ। भाषा भनेको फगत एकअर्का बीचमा संवाद गर्ने संवाद सेतु मात्रै होइन। भाषासँग सभ्यता जोडिएको हुन्छ, भाषासँग संस्कृति जोडिएको हुन्छ, भाषासँग इतिहास जोडिएको हुन्छ, भाषासँग वर्तमान जोडिएको हुन्छ र भाषासँग भविष्य पनि जोडिएको हुन्छ। विश्वमा आधिकारिक रूपमै मातृभाषाका रूपमा प्रयोग हुने मैथिली भाषीहरू 2 करोड 20 लाख भन्दा बढी छन् जसले मैथिली भाषी बोल्छन्। नेपालको विशेष गरी कोशी प्रदेश र मधेस प्रदेशमा उल्लेख्य संख्यामा मैथिली भाषीहरूको बसोबास रहेको छ। त्यसैगरी भारतको बिहारमा, त्यसैगरी झारखण्डमा र उत्तर प्रदेशमा पनि उल्लेख्य मात्रामा मैथिली भाषीको उपस्थिति रहेको छ। अझ नेपालको सन्दर्भमा त नेपालको सबैभन्दा बढी बोलिने माध्यम भाषा जुन भाषामा म बोलिरहेको छु, नेपाली पछाडिको सबैभन्दा ठुलो मातृभाषा भएको भाषा भनेको मैथिली भाषा हो। त्यस्तो मैथिलीको पवित्र भूमिमा हामी छौं। र अझ यो सप्तरी भनेको त यस्तो ठाउँ हो जहाँका 79% मातृभाषा मैथिली भाषा हो। त्यसैले मैले पनि यहाँ मञ्चमा कार्यक्रम सञ्चालकले, उद्घोषकले मैथिली भाषामा चाहिँ आफ्नो कार्यक्रम प्रस्तुत गरिरहँदाखेरि कता कता यो भारोपल्ली परिवारको देवनागरी लिपिको मैले बोल्ने र उहाँहरूले बोल्ने भाषा बीचमा चाहिँ इतिहासको कुनै पनि फरक छैन। यी दुईटै संस्कृत स्रोतका भाषाहरू हुन् र अहिले त्यो प्रभावमा भएका हुन्। अझ यो भाषिक रूपमा भारतका 22 वटा आधिकारिक मान्यता प्राप्त भाषाहरूमा पनि पर्दछ। मैले भाषाकै कुरा गरिसकेँ। नेपालमा त 12 देखि 13% मातृभाषीहरू नेपाली पश्चात सबैभन्दा मूल भाषाको रूपमा यो भाषालाई लिइन्छ। र आज जसरी सप्तरी विचार उत्सव भनेर जुन प्रयत्न गरिएको छ, जुन सुरुवात गरेको छ, लामो तपाईँ यात्रा तय गर्नु छ भने तपाईँले सार्थक पाइला चाल्नुभयो भने त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले यसका आयोजकहरू सबै यहाँहरू साधुवादका पात्र हुनुहुन्छ, अहोभावका पात्र हुनुहुन्छ। सङ्ख्यात्मक रूपमा यो उपस्थिति भनेको चाहिँ मैले बिम्बका रूपमा भन्ने गर्दछु। माछा बजार र सुन बजार 2 किसिमका बजारहरू हुन्छन्। सुन बजार यस्तो बजार हो जुन बजारमा उपस्थिति र ग्राहकहरू कम हुन्छन् तर व्यापार खँदिलो हुन्छ। तर
तर माछा बजार जुन बजारमा ग्राहकहरू असाध्यै ठुलो सङ्ख्यामा हुन्छन् त्यो झ्याउझ्याउ हल्ला हुन्छ, खल्ला हुन्छ, तर व्यापार हुँदैन, न्यून व्यापार हुन्छ। त्यसैले मलाई लाग्छ सप्तरी विचार उत्सव त्यस्तो सुन बजार हो र सुन बजारका त्यस्ता आयोजकहरू व्यापारी हुन् र अहिले यहाँ सुन खरिद गर्न आउने अथवा सुनको विनिमय गर्न आउनेहरू त्यस्ता ग्राहकहरू हुन्। त्यसैले उपस्थिति कम होला तर यो सघन उपस्थिति हो। यहाँहरू सबैलाई मेरो आयोजकका तर्फबाट, हामी काठमाडौँबाट आएका अतिथिका तर्फबाट, सबैका तर्फबाट फेरि पनि हार्दिक नमन, फेरि पनि स्वागत छ। र यो 2 दिनको सत्र जेठ 32 देखि असार 1 गतेसम्म हुने विचार उत्सव, विचार भनेको आफैमा कहिलेकाहीँ त्यो विचार भनेको विवेकभन्दा बढी आवेगात्मक होला, कहिले त्यो चेतनाभन्दा उत्तेजनाको होला। तर त्यो विवेक र आवेगको बिचमा, चेतना र उत्तेजनाका बिचमा त्यस्तो मन्थन हुन्छ कि तपाईँले त्यो दुध जमाए पछाडि त्यो दही बन्छ र दहीलाई मोथे पछाडि एकातिर घिउ निस्किन्छ र अर्कातिर मोही बन्छ। मलाई लाग्छ यो सप्तरी विचार उत्सव भनेको चाहिँ त्यस्तो नौनी बन्ने, त्यस्तो घिउ बन्ने उपक्रम हो र यहाँ चाहिँ पर्याप्त रूपमा त्यो घिउलाई प्रशोधन गर्नका लागि राम्रो ठेकी पनि उपलब्ध छ, जसले यो मञ्चले उपलब्ध गराएको छ। र त्यहाँ त्यो मोत्ने मदानीलाई पनि सही रूपमा, खालि समयको व्यवस्थापन, चुस्तता र अलिकति विषयमा त्यो अभ्यास, बाधे बाधे जायते तत्त्व अभ्यासले सिकाउने कुरा हो। तर जस्तो किसिमको बीज रोप्यो त्यो बीजले कस्तो अङ्कुरण दिन्छ भन्ने कुरा धेरै कुरा थाहा हुन्छ। राजनैतिक रूपमा योगेश भट्टराईदेखि लिएर, प्रदीप पौडेलदेखि लिएर, मनिष झादेखि लिएर मैले नाम लिन थालेँ भने सबैको अन्याय हुन्छ। र पत्रकारितामा के अरे दिलभूषण पाठक, सरोज थापा, श्री पाण्डेदेखि सबै विधाहरूमा त्यो संस्कृतिको, राजनीतिको अनि स्थानीयताको, केन्द्रको र कतिपय अर्थमा अन्तर्राष्ट्रिय तहलाई पनि यसले सम्बोधन गर्न कोसिस गरेको छ। अघि सन्दर्भमा भनिएको छ मधेस भनेको आफैमा एउटा शब्द मात्रै होइन, यो एउटा भाव पनि हो, एउटा भाषा पनि हो। कतिपय अर्थमा यसले राजनीतिको अर्थ पनि बोध गर्दछ होला, कतिपय अर्थको चाहिँ अर्थ सङ्कुचन हुन्छ, कतिपय अर्थको अर्थ विस्तार हुन्छ। कार्ल मार्क्सले सन् 1848 मा कम्युनिस्ट मेनिफेस्टो जारी गर्दै गर्दा त्यति बेला डिनाउन्स भन्ने शब्दको अर्थ चाहिँ घोषणा थियो, तर आज डिनाउन्स भन्ने शब्दको चाहिँ अर्थ भत्सना छ। त्यस्तै मधेस भन्ने शब्दलाई हामीले पहाडबाट मधेस झरेको भन्ने अर्थमा बुझ्दथ्यौँ। हाम्रा हजुरबाहरू चाहिँ तराई लाग्नुभयो भने मधेस झर्ने भन्ने बिम्बका रूपमा बस्दथ्यौँ। तर मधेस आन्दोलन पश्चात चाहिँ यो यस्तो बिम्ब भयो, यो पहिचानको बिम्ब भयो। काठमाडौँमा मधेसी भनेको हेयको उच्चारण र शब्द थियो भने यो चाहिँ एउटा असाध्यै गौरवको, आत्मबोधको र सँगसँगै एक प्रकारले आफूमा अभिमानको र स्वाभिमानको लवज भएका कारणले अहिले अधिकांश राजनैतिक दलहरूको नाम त्यो मधेस शब्दसँग जोडिन्छ। त्यसैले अझ यो यति राजनीतिकरण भयो कि हामीले सरकारले जारी गर्ने योजनाहरू, राष्ट्रपति के अरे तराई मधेस परियोजनाहरूका कुरामा पनि ती 2टा शब्दलाई जोड्नुपर्ने आवश्यकता भयो। त्यसैले कहिलेकाहीँ चाहिँ त्यो शब्दहरू यति राजनीति र यसरी जोडिन्छन् त्यो, तर मैले चाहिँ त्यसलाई मधेस भनौँ, तराई भनौँ, जुनसुकै रूपमा भनौँ, यसलाई मैले मेरै भूमिका रूपमा अङ्गीकार गर्दछु। भूगोलका दृष्टिकोणले पनि म योभन्दा 2 जिल्ला पर्तिर, योभन्दा पर्तिर को जिल्ला सुनसरी, त्योभन्दा पर्तिर मोरङ र त्यसभन्दा पर्तिर झापामा जन्मिएको। म झापामा म मात्रै होइन, मभन्दा 3 पुस्ता अगाडि झापामा जन्मिएको। हाम्रो सुमन प्याकुरेल यहीँ हुनुहुन्छ सप्तरी, उहाँको त त्योभन्दा कयौँ पुस्ता अगाडि भयो होला। त्यसैले मधेस भनौँ, तराई भनौँ, यो भाषाको, यो पहिचानको, यो अपनत्वको र यो वैभवको कुरा हो। र फेरि पनि म यहाँहरू सबैलाई सप्तरी विचार उत्सव जुन नामले जुन सुरुवात गर्नुभएको छ यो हजारौँ माइलसम्म अगाडि जान सकोस्, यो पहिलो संस्करणले धेरै सन्देशहरू दिन सकोस्। यसले कति सन्देश दिन्छ दिँदैन भन्ने कुरा चाहिँ यो 2 दिनको उत्सव र 2 दिनको महोत्सव मात्रै ठुलो कुरा होइन, वर्षभरि नै यसका विषयमा चाहिँ विभिन्न आयामहरूबाट यसले छलफल हुन सकोस्। तर यो राजनीतिभन्दा सकेसम्म निरपेक्ष र तटस्थ हुन सकोस्, सबैले यसलाई अपनत्व ग्रहण गर्ने, सबैले यो मेरो महोत्सव भन्ने। पहिलो संस्करणमा म आएँ भने दशकौँसम्म म भौतिक रूपमा आउन सके पनि नसके पनि अरू महोत्सवमा पनि मैले शुभकामना दिन पाऊँ। अर्को एउटा सुन्दर पक्ष यसले चाहिँ प्रोटोकलका आधारमा को ठुलो, को सानो, को मन्त्री भइसकेको, को सांसद भइसकेको भन्दा पनि यसले चाहिँ त्यो जमिनलाई, यसलाई स्रोतलाई चाहिँ महत्त्वपूर्ण ठानौँ भनेर यहाँका स्थानीय पालिकाहरूका प्रमुखहरूलाई चाहिँ यसको प्रमुख बनाएर अथवा यो कार्यक्रमको प्रमुख अतिथि बनाएर त्यसले अर्को सन्देश दिन खोजेको छ। यो सन्देश खालि एउटा जार्गनका रूपमा एउटा देखाउने, एउटा लोकार्पित कुरा मात्रै नभएर यसले त्यो स्थानीयतालाई प्रवर्धन गर्ने कुरा होस् भन्नका लागि म तपाईँहरूलाई फेरि आग्रह गर्दछु। सप्तरी शिक्षाका लागि यति ठुलो वैभवको कुरा हो कि योगेश भट्टराई हामी कुरा गर्दै थियौँ, कानुन पढ्नका लागि
पूर्वी पहाडदेखि लिएर मध्य ठाउँसम्ममा यहाँ आउनु पर्दथ्यो। विकासको परियोजनाको पहिलो नहर राणा शासनमा बनेको पहिलो चन्द्र नहर चाहिँ यही सप्तरीमा बनेको हो। त्यसैले यो इतिहासका दृष्टिकोणले त्यति कमजोर छैन र वर्तमानलाई सुधार्नु पर्ने छ, भविष्य यसको उज्जवल छ। हामीले हाजिर जवाफको किताबमा चाहिँ सप्तरीलाई कसरी चिन्ने भन्दा अन्नको भण्डारका रूपमा चिन्दथ्यौँ, सबभन्दा धेरै वैदेशिक रोजगारबाट रेमिटेन्स भित्राउने मध्येको जिल्लाका रूपमा चिन्दथ्यौँ। त्यसै गरी 112वटासम्म गाविस भएको, सबभन्दा धेरै गाविस भएको जिल्लाका रूपमा सप्तरीलाई चिन्दथ्यौँ। आजकल हामी बर्मजियाको पेडाका रूपमा सप्तरीलाई चिन्दछौँ। गणतन्त्रका सबभन्दा सुरुमा गगनभेदी नारा लगाउने पात्रका रूपमा यसलाई सप्तरीमा चिन्दछौँ र यो कोशीको यो जलाधार क्षेत्रको एउटा वैभवका रूपमा यसलाई चिन्दछौँ, मिथिलाको केन्द्रका रूपमा यसलाई चिन्दछौँ। यस्ता धेरै पहिचानहरू, यसको पहिचानसँग विकास पनि जोडियोस्, आधुनिकता र परम्परा यी दुईटाको सम्मिश्रण भएर अगाडि बढ्न सकोस्। विचार उत्सव साँच्चीकै विचारका लागि एउटा विद्रोहको, एउटा चेतनाको, एउटा बिगुलको दियो बन्न सकोस्। एउटा एक प्रकारले यसले चाहिँ समग्र रूपमा अरू मधेसका जिल्लाहरूलाई, अरू प्रदेशहरूलाई पनि विचारको हाँक दिनका लागि सकारात्मक र रचनात्मक रूपमा उहाँहरूलाई पनि अडेस लाग्ने भित्ताका रूपमा अगाडि बढ्नका लागि यसले प्रेरित गरोस्। आयोजकलाई र यो उपस्थित हुने र यति बेरसम्म धैर्य गरेर बस्नुहुने सबैलाई म हार्दिक धन्यवाद, आभार व्यक्त गर्दै अहिलेलाई बिदा हुन्छु। नमस्कार। वास्तव में टीकाराम यात्री ओहिना नहीं कहल जाए छे। छोट में बहुत कम समय में सटीक तरीका से सप्तरी के जो व्याख्या भेल, रियली हमर तो रोंगटा ठाड़ भ गेल, पता नहीं आंसू केहन फील भेल। हम सब कार्यक्रम बिल्कुल 1 बजे कहने छौं, 2 घंटा लेट शुरू भेल हमर सबके कार्यक्रम, लेकिन हमर सबके प्रयास है जे आई के जतेक भी सेशन छै तकरा हम सब कोनो न कोनो रूप में लक चढ़ी आगा बढ़ी। तही क्रम में हम सब बिल्कुल नई समय लक सप्तरी के जे विचारोत्सव के पहल दिन के जे सेशन सब चल रहा है, जेमे महत्वपूर्ण सेशन नया दल आ पुराना दल शीर्षक के बड़ा रोचक है। आई में बहस केहन हेतै तै के लेल अपने सब गोटे के बैसल रह पड़त से आग्रह करत। अखन के जे आब महत्वपूर्ण सेशन है नया दल आ पुरान दल, आई के सहजकर्ता के रूप में हम बजाब चाहब आई मंच पर वरिष्ठ संचारकर्मी दिलभूषण पाठक के जोरदार थपड़ी से उनका स्वागत हुई और उनका संग देवाक लेल संसद में वक्ता के रूप में आबि रहल छथि संघीय सांसद मनीष झा जी, संघीय सांसद अमरेश नारायण सिंह जी, संघीय पूर्व मंत्री उमेश यादव जी, तहिना पूर्व मंत्री समेत रहल नेकपा एमाले के नेता योगेश भट्टराई जी, इनका सब गोटे के हम मंच पर बजाबऽ चाहबनि। और हम चाहब जे अखन के जे सेशन है महत्वपूर्ण विषय नया दल आ पुरान दल, एहिमे बेसी चीरफाड़ हेतै, एहिमे अहूँ सब सहभागी हैब से हम आग्रह करब। आ अहूँ सब में से किछु प्रश्न अबै सेहो हमरा इच्छा है, तो हम समग्र में कार्यक्रम के संचालन कऽ देबाक लेल हम आदरणीय दिलभूषण पाठक जी के हम विनम्रतापूर्वक आग्रह कर चाहब।
नमस्कार, अभिवादन। अपने सब प्रिय लोकनिके यस सप्तरी विचार महोत्सव के यस विशेष सेसन नयाँ दल र पुरानो दल में स्वागत अछि। मैले जानेको मैथिली यति हो। तर फेरि पनि म मनबाट यहाँहरूलाई धेरै धेरै स्वागत अभिवादन गर्न चाहन्छु र यस उत्सवमा प्रस्तुताका रूपमा मलाई यो सुअवसर दिनुभएकोमा तपाईहरुलाई विशेष धन्यवाद दिन चाहन्छु। यो नयाँ दल र पुरानो दल सेसनमा आजका विशेष प्यानलिस्टहरू हुनुहुन्छ। नयाँ दल भनेकोले गर्दाखेरि रासोपाबाट पहिले माननीय मनिष झालाई नै चिनाउँछु। पुरानो दलबाट नेकपा एमालेका माननीय सांसद योगेश भट्टराईजीलाई चिनाउँछु। अनि पहिले नेपाली कांग्रेस पछि स्वतन्त्र उठेर निर्वाचन जित्नुभएका माननीय डाक्टर अमरेश कुमार सिंहजीलाई चिनाउँछु र उमेश यादवजी माओवादीका पूर्व मन्त्री पनि हामीले काठमाडौँबाट चाहिँ संसदमा बडो आक्रोशका साथ कुर्सी तोडेको दृश्य सम्झिन्छु। तर आज उहाँको शालीनतापूर्वक यस उपस्थितिका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अबको 1 घण्टा हामी नयाँ दल र पुराना दलका बारेमा केही विचार विमर्श गर्नेछौँ। नयाँ दल अथवा नयाँ शक्ति भन्दाखेरि निकटताका हिसाबले छिमेकी देश भारतमा त्यसबेला जब आम आदमी पार्टीको एकाएक उदय भयो अथवा उमेरका हिसाबले लामो समय पनि नभएको करिब करिब 3 वर्ष मात्र राजनीतिक यात्रा पुरा गर्दै गर्दै गरेको एउटा शिशु आम आदमी पार्टीले जसरी दिल्लीको विधानसभामा कुल 70 वटा सिट मध्ये 67 वटा सिटको एक किसिमको अपार जित हासिल गर्यो, त्यो हाम्रो नजरमा ताजा छ। त्यसपछाडि हाम्रो आफ्नो देशमा हेर्यौं भने पनि केही राजनीतिक शक्तिहरू विभिन्न समयमा बडो सशक्त रूपमा आएका छन्। संविधान सभाको पहिलो निर्वाचन हेर्नुभयो भने नेकपा एमाले सबैभन्दा ठूलो दल बनेर आयो। तर त्यसपछाडि भने दोस्रो संविधान सभाको निर्वाचनमा समेत उ तेस्रो स्थानमा पुगिसकेको थियो। त्यसपछाडि एउटा यङ एउटा जुझारु युवा उज्जवल थापाले विवेकशील पार्टीको स्थापना गर्नुभयो। पछि बाबुराम भट्टराईजीले नेकपा माओवादी छोडेर नयाँ शक्तिको स्थापना गर्नुभयो। पत्रकार रविन्द्र मिश्रले साझा पार्टी स्थापना गर्नुभयो। त्यसपछाडि विवेकशील र साझा मिलेर एउटा विवेकशील साझा पार्टी बन्यो। स्वतन्त्र उम्मेदवारका रूपमा बाललेनले काठमाडौँ महानगरपालिकामा ठूलो सफलता हासिल गरेपछि संघीय संसदको चुनावमा रासोपाको उदय भयो। रासोपा एउटा सशक्त नयाँ शक्तिका रूपमा नेपाली राजनीतिमा देखा पर्यो। तराईबाट जनमत पार्टीले एउटा ठूलो सन्देश दियो एउटा नयाँ शक्तिका रूपमा। यो सिलसिला लामो छ। त्यसैगरी विश्व परिवेशहरू हेर्यो भने पनि विश्वका परम्परागत ठूला शक्तिशाली पार्टीहरूको बीचमा नयाँ सोच भएका नयाँ पार्टीहरूको प्यारलली उदय भइरहेको छ। कतिले साँच्चै राम्रो पनि गरिरहेका छन्, तर कतिले राम्रो गर्न सकिरहेका पनि छैनन्। अमेरिकामा हेर्नुभयो भने स्पेनमै हेर्नुहोस्, स्पेनमा चाहिँ वी क्यान, अंग्रेजीमा वी क्यान, हामी सक्छौँ भन्ने नामको पोडेमोस भन्ने संस्थाले पार्टीले त्यहाँको आर्थिक सङ्कट र सामाजिक असमानताको मुद्दालाई यसरी उठायो कि त्यो केन्द्रमा राखेर उसको उदय भयो। परम्परागत दलहरूको वर्चस्वलाई एक किसिमले तोड्यो। संयुक्त राज्य अमेरिकामा आज पनि डेमोक्रेट र रिपब्लिकन पार्टीहरू दशकौंदेखि त्यहाँ छन्, तर पछिल्लो समय नयाँ दल अथवा स्वतन्त्र अथवा सर्वसाधारण अमेरिकी जस्ता नाम गरेका दलहरूले त्यहाँ राजनीतिक मुद्दाहरूमा नेतृत्व गर्न खोज्दैछन्। भारतको मैले उदाहरण दिएँ। बेलायतमा पनि कन्जर्भेटिभ र लिबरल दल मुख्य छन्, लेबर दल, तर स्कटिश नेसनल पार्टी अथवा पोडेमस जस्ता नयाँ दलहरू उदाउन थालेका छन्। सारांशमा भन्नु पर्दाखेरि विश्वभर पुरानो दलहरूको छवि अथवा सार्वजनिक विश्वासमा केही प्रश्नहरू उठ्न थालेका छन् भने नयाँ दलहरूले नयाँ मनहरूको, नयाँ युवाहरूको मन मस्तिष्कमा केही किसिमको सपना देखाउन सकेका छन्। सन्दर्भ यही हो र नयाँ दल र पुरानो दल भने पनि
पुरानो दलका पनि नयाँ लाग्ने नेताहरू हुनुहुन्छ, हाउभाउ शैलीहरू। त्यसकारण म विषय प्रवेश गरिहाल्छु। म सबैभन्दा पहिले मनिषजीबाटै सुरु गर्छु। जसरी यहाँलाई मैले आसन ग्रहण गराएँ कि मनिषजी मलाई भनिदिनुहोस्, तपाईँ आजको दिनमा नेपालको वर्तमान राजनीतिक अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? प्रश्नको लागि धन्यवाद। म प्रश्नको जवाफमा आउनुभन्दा अगाडि तपाईँहरूसँग केही कुरा भन्न चाहन्छु। पहिलो त तपाईँहरू सबैजनाको उपस्थितिप्रति सम्मान व्यक्त गर्दछु। 5 वर्ष अगाडि जनकपुरमा जनकपुर साहित्य महोत्सव सुरु गर्दै गर्दाखेरि यस्तै सङ्घर्षहरू थिए। 6 वर्ष अगाडि गर्दै गर्दा 2019मा आज सप्तरीमा सप्तरी विचार उत्सव हुँदै गर्दाखेरि यो पुरै सहरले नसुनेको होला, नबुझेको होला, तर बिस्तारै यस्तो उत्सवहरूको, यस्तो विचार र छलफलहरूको महत्त्व सहरहरूले बुझ्दै जान्छ। र सप्तरी अघि टिकारामजीले पनि भनेर जानुभयो र तपाईँहरू सबैजनालाई थाहा छ यसको इतिहास, यसको पृष्ठभूमि, यसको अभ्यासहरू कति सबल छ भनेर, यो कति सशक्त छ भनेर। त्यो सबै कुरा हुँदै गर्दाखेरि जब विचार मर्न थाल्छ तब समाज मासुको थोप्रो मात्र हुन्छ। त्यसैले गर्दा विचारहरूलाई मलाई दिलभूषण दाईले नै केही वर्ष अगाडि भन्नुभएको एउटा याद छ कि प्रश्न मर्नु हुँदैन है भनेर भन्नुभएको थियो। प्रश्नहरू मर्न थाले भने जवाफ दिने र दिनुपर्ने उत्तरदायी भएका व्यक्तिहरू अनुशासनहीन हुन सक्छन्, किनकि जवाफ कसैलाई दिनु पर्दैन भन्ने स्वतन्त्रता हुन थाल्छ। त्यसैले गर्दाखेरि प्रश्नहरू जारी रहनुपर्छ, त्यो प्रश्नहरू जीवित रहनुपर्छ, प्रश्न सोध्न पाउनुपर्छ र त्यस्तो प्रश्न सोध्न पाउनको लागि र विचार गर्नको लागि र जवाफ दिनको लागि यस्तो उत्सवहरूको आवश्यकता हुन्छ। त्यसैले गर्दाखेरि यस्तो उत्सवहरू यो जनकपुरमा एकदमै जिरो लेभलबाट गर्दै गर्दाखेरि अहिले नेपालको वान अफ दि बिग इभेन्ट्सको रूपमा पुर्याउन सक्दै गर्दाको यात्रा र चुनौतीहरू मैले बुझेको छु। र आज पहिलो पटक हुँदै गरेको उत्सवमै यो संलग्नता र यो भव्यता नै एउटा राम्रो सम्भावनाको सूचक हो। त्यसैले यो सबै प्रयास गर्नुभएको भाइहरूप्रति कृतज्ञता र सम्मान व्यक्त गर्दछु र आगामी दिनको लागि शुभकामना पनि। अब प्रश्नमा आउँदै गर्दाखेरि प्रश्न सोध्नुभयो नेपालको राजनीति अहिले कुन अवस्थामा छ भनेर। नेपालको राजनीति मैले एकदमै सठिक जवाफ दिँदै गर्दाखेरि राम्रो अवस्थामा छैन। राम्रो अवस्थामा किन छैन भने यो कतातिर जाँदैछ र 5 वर्षपछि कहाँ पुग्ने, 84 त्यसपछि 89 को लक्ष्य के हो, त्यो सबैलाई जबसम्म स्पष्ट रूपमा जानकार हुँदैनौँ हामी यो के हुँदैछ, हामी कतातिर जाँदैछौँ भनेर, तब त्यो कन्फ्युजन हुन्छ। एउटा कुराहरू धेरैवटा विचारहरू, धेरैवटा आन्दोलनहरू, धेरैवटा कुराहरू भयो र त्यसले हामीलाई एउटा गन्तव्यसम्म वा एउटा माइलस्टोनसम्म त पुर्यायो, तर त्यसपछिको माइलस्टोनको स्पष्टता अझै पनि छैन राजनीतिमा। त्यसैले गर्दाखेरि पनि र चुनाव, निर्वाचनको पद्धति, निर्वाचनको फर्म्याट, त्यसले दिने परिणामहरू सबैमा पनि सन्तुष्टिहरू छैनन्। प्रश्नहरू उठिरहेको छ। धर्म र सङ्घीयतामा एक किसिमको विवाद भइराखेको छ। त्यो सबै कुराको प्रश्न जब हामीले स्पष्ट रूपमा दिन सक्छौँ र एउटा टेबलमा बसेर ल यसमा कुरा गरौँ न त, इदर यु कन्भिन्स मी अर लेट मी कन्भिन्स यु भनेर, र त्यो कुरामा अग्री टु डिसअग्री भन्छ नि त्यो। त्यसैले त्यो सबै कुराको जसरी एक किसिमको विचार, एक किसिमको मन्थन, विभेद नभएको विवादहरू होइन, विकृति नभएको मन्थनहरू र विचारहरू त्यो राजनीतिमा जुन हुनुपर्ने हो त्यसको लागि हामी पनि सङ्घर्षरत छौँ। त्यो हुनु हुँदैन, त्यो चाहिँदैन भनेको होइन, त्यो चाहिन्छ र त्यसको लागि हामी सबैजनाले आफआफ्नो भूमिका निर्वाह गरिरहेको छौँ। त्यसैले गर्दा यो सबै चुनौतीहरू हेर्दै गर्दाखेरि र एउटा राजनीतिक रणनीतिक स्पष्टताको कमी त्यो पनि देख्दै गर्दाखेरि त्यति स्पष्ट रूपमा चाहिँ देखिरहेको छैनौँ। तर त्यो भन्दै गर्दाखेरि यसको भविष्य एकदमै अन्धकार छ, बर्बादै छ, कसैले केही गर्न सक्दैन। अहिलेसम्म जस्तै अस्थिरता रह्यो त्यसरी नै रहन्छ भन्ने कुरा पनि होइन।
तर यो अहिले हामीले जति मेहनत गरिरहेको छौँ, हामीले अघि प्लेनमा सँगै आउँदै गर्दाखेरि पनि कुरा गर्दै थियौँ, मधेसको एउटा कमन एजेन्डा बनाउन मधेसको सांसदहरू मिलेर, त्यो अहिलेसम्म किन गरिदिएन कसैले, त्यो किन भएन? त्यो सबै गर्दै गर्दा चाहिँ अलि सन्तोषजनक अवस्थामा नरहेको देखिन्छ। धन्यवाद। म कन्टेक्स्ट सेटिङ गर्छु। माननीय योगेश भट्टराईजी, मलाई भनिदिनुहोस्, लार्जर ल्यान्डस्केपमा नेपाली पोलिटिक्समा तपाईँ नयाँ दल र पुराना दललाई कसरी पोजिसनिङ गर्नुहुन्छ? नयाँ दल कहाँ कुन अवस्थामा छ, पुराना दलहरू कहाँ छन्? धन्यवाद। वरिष्ठ सञ्चारकर्मी आदरणीय दिलभूषण पाठकज्यू, यो सप्तरी विचार मञ्च मन्थनमा आज यहाँ उपस्थित एकदमै वरिष्ठ राजनीतिज्ञ खुसीलाल मण्डलजीदेखि एकदमै युवा सहभागी पनि हुनुहुन्छ। एक किसिमले भन्यो भने बाजे पुस्तादेखि नाति पुस्तासम्मको सहभागिता छ र यो सबैको सहभागिताको एउटै निष्कर्ष के छ भने सप्तरीलाई कसरी बनाउने र सप्तरी बनाउँदै गर्दा देशलाई पनि कसरी बनाउने। सप्तरी बनाउने मात्रै विचार छैन यहाँ। सप्तरी एउटा माइक्रो लेभलमा छलफल होला, तर म्याक्रो लेभलमा हेर्दाखेरि यो सिङ्गो देश बनाउने कुरा नै छ यो छलफलमा। त्यसमा पनि नेपालको एउटा ऐतिहासिक सहर हो यो राजविराज सप्तरी, जहाँ अघि खुसीलालजीले धेरै नै चर्चा गर्नुभयो, म त्यतिर जान चाहन्न। चाहे त्यो सांस्कृतिक धार्मिक हिसाबले होस्, भाषाको हिसाबले होस्, मैथिली भाषाको एउटा उद्गम स्थल हाम्रो तराई मधेस, आज त्यस कारणले मैथिली भाषाका आदिकवि विद्यापतिजीलाई पनि सम्झिनु उपयुक्तै हुन्छ जस्तो मलाई लाग्छ। त्यसपछि सप्तरी जिल्लामा बसेर राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने चाहे रामराजा प्रसाद सिंह अथवा गजेन्द्र नारायण सिंह अथवा अरू धेरै व्यक्तित्वहरूलाई पनि आज सम्झिनुपर्छ। र यो सप्तरी जिल्लाको पुनर्जीवनको छलफल हो जस्तो लाग्छ मलाई। कुनै बेला सप्तरी एकदमै गुलजार थियो, आज अलिकति पछाडि पर्यो, त्यसकारणले फेरि यसको एउटा पुनर्जीवन, यसको जवानी फर्काउने, सप्तरी अलिकति बुढेउलीतिर गयो कि भन्ने आभास तपाईँहरूलाई भएर सप्तरीको जवानी फर्काउन जुन छलफल गर्नुभएको छ र यसमा ऐक्यबद्धता प्रकट गर्न व्यक्तिगत हिसाबले म, पार्टीगत हिसाबले नेकपा एमाले यहाँ सामेल भएको हो। तपाईँहरूको यो अभियानमा हामी सामेल छौँ, हामी साथमा छौँ, व्यक्तिगत हिसाबले छौँ, पार्टीगत हिसाबले छौँ, सबै हिसाबले तपाईँहरूको साथमा छौँ भनेर सबभन्दा पहिले म यहाँहरूलाई राख्न चाहन्छु। अलिकति भूमिका भने थोरै समयले माफ गर्नुहोला। दिलभूषणजीले उठाएको प्रश्नमा मेरो भनाइ के छ भने आजकल एउटा भाष्य के छ भने बुढा पार्टी नयाँ पार्टी, बुढा पार्टी नयाँ पार्टी, एमाले काङ्ग्रेस बुढा पार्टी, अलिअलि त्यसपछि माओवादी, त्यसपछि सेकेन्ड बुढो, अनि अरू चाहिँ जवान पार्टी, अब कतिपय बालक पार्टी भन्ने पनि होला। तर मलाई के लाग्छ भने मान्छे बुढो हुन्छ, बुढी पनि हुन्छ, जेन्डर बायस नगरौँ होइन, बुढाबुढी हुन्छ। बुढाबुढी हुनुको मतलब हामी अनिवार्य मृत्युको पर्खाइमा छौँ। मृत्युसँग हामी जित्न सक्दैनौँ व्यक्तिको हिसाबले। तर पार्टी एउटा राजनीतिक दल यदि मृत्युको पर्खाइमा छ भने त्यो पार्टीले केही पनि गर्न सक्दैन। एउटा राजनीतिक दल कहिले पनि पुरानो हुँदैन, बुढो हुँदैन, मेरो विचारमा बुढाबुढी हुँदैन राजनीतिक दल। त्यो राजनीतिक दल हर बखत जवान हुनुपर्छ, अनि मात्रै त्यो टिक्न सक्छ। त्यसकारण डार्विनले भन्नुभयो कि ठिक छ, त्यसो भए त्यो पुराना पनि होइन, जवान पनि होइन, अलिक पहिलेका पार्टीहरू चाहिँ नेपाली राजनीतिमा कहाँ देख्नुहुन्छ, अनि अलिक पछि आएका जसलाई नयाँ भनिन्छ तिनीहरूलाई कहाँ देख्नुहुन्छ? हाम्रो दुनियाँकै एउटा लोकतन्त्र जो 500 वर्ष अगाडि दुनियाँमा लोकतन्त्रको निम्ति सङ्घर्ष भयो, त्यो लोकतन्त्रको एउटा उच्चतम सुसभ्य सुसंस्कृत लोकतन्त्रको चरित्रै के हो भने यसले सबैलाई स्थान दिन्छ, चाहे त्यो पुराना होस् चाहे त्यो नयाँ होस्। यसले उमेरको हिसाबले सर्वश्रेष्ठताको वकालत गर्दैन अथवा कुनै उत्तराधिकारीको हिसाबले श्रेष्ठताको वकालत गर्दैन। र यो लोकतन्त्रको व्यापक दायरामा
प्रतिस्पर्धाबाट मात्रै त्यो टिक्न सक्छ। हिजोका पहिले स्थापित भएका पार्टी भनौँ, पुराना पार्टी अथवा बुढा पार्टी भन्ने भाष्यभन्दा पनि पहिले स्थापित भएका पार्टीहरू जसले आजसम्मको राजनीतिक व्यवस्थामा नेतृत्व गरेर यहाँसम्म ल्याए, कमी कमजोरीका बावजुद पनि यहाँसम्म ल्याए। एउटा भाष्य छ, भाष्य बनाउन खोजिँदैछ कि केही पनि भएन भन्ने भाष्य बनाउन खोजिँदैछ। यदि तथ्याङ्कबाट बहस गर्ने हो भने त्यसमा पनि बहस गर्न सकिन्छ। तर म एउटा नेपालको जिम्मेदार राजनीतिक दलको सदस्य पनि हुनुको नाताले आत्मसमीक्षा पनि मैले गर्छु कि आत्मआलोचना पनि मैले गर्छु कि नेपाली जनताको जुन तहको राजनीतिक चेतना अथवा विकासको आकाङ्क्षा छ, समृद्धिको हुटुटी छ, त्यस तहमा हामीले पुर्याउन सकेका छैनौँ। त्यो यथार्थ हो। तर केही पनि नभएको होइन, चाहे त्यो होइन मानेजी, मैले पोजिसनिङ कहिले कहिले यो बजारको भाषामा त्यो ब्रान्ड भ्यालुजहरू खोजिन्छ नि, सो ब्रान्ड भ्यालुजहरू खोजे जस्तै ओभरअल एउटा प्ले ग्राउन्डमा पुराना दलहरू कहाँनिर छन्, नयाँ दल कहाँनिर छ, ठ्याक्कै होइन नयाँ दल पोइन्टमा नयाँ दल भनेर जसलाई भनिँदैछ उहाँहरू एउटा नयाँ जोसका साथ यो प्रतिस्पर्धामा सहभागी हुनुहुन्छ, यो दौडमा सहभागी हुनुहुन्छ। साथसाथै पुराना दलहरू पनि जसलाई भनिन्छ उनीहरू आफ्नो इतिहास, आफ्नो हिजो आफूले गरेको महत्त्वपूर्ण योगदान ती सबैका साथमा यो दौडमै छन्। दौडभन्दा बाहिर कोही पनि छैन। नयाँ पनि दौडमै छन्, पुरानो पनि दौडमै छन्। यसरी बुझौँ, पुरानोको अस्तिको दौडको गति अहिले बढेको छ नयाँ आएपछि। पुरानोले छिटो दौडिनु पर्ने भएको छ। हजुर, पुरानोले छिटो दौडिनु पर्ने भएको छ। ओके, त्यसको निम्ति अलिक बढी प्रोटिन खानुपर्ने होला, अलिक बढी तन्दुरुस्ती गर्नुपर्ने होला, अलिक बढी चाहिँ वार्मअप गर्नुपर्ने भएको होला। किनभने पछाडिबाट अर्को दौडिँदै आएको छ भने अगाडिकोले अझै बढी दौडिनु पर्ने। हुन्छ। डाक्टर अमरेशको म एकछिन पछि आउँछु। म पुरानो र नयाँ दलको मनोदशाबारे तपाईँलाई सोध्छु। मैले उमेश यादवजीलाई सोधेँ, उमेशजी तपाईँ भनिदिनुहोस्, माओवादी पुरानो दल कि नयाँ दल? धन्यवाद आदरणीय दिलभूषण दाइजी। हामी 1 घन्टामा सक्नुपर्छ, 20 मिनट करिब भइसकेको छ। एकदम पोइन्ट तपाईँलाई 4-5 सरो प्रश्न सोध्न सोचेको छु मैले। ठिक छ, एकदम फटाफट मुभ गर्नुपर्छ। मुख्य कुरो यो पुरानो दल र नयाँ दल भनिरहँदा तपाईँले पार्टीको स्थापना भएको दिन अथवा निर्वाचन आयोगमा दर्ता भएको दिनको आधारलाई तपाईँले पुरानो र नयाँ भनिरहनु भएको छ भने त्यसमा मेरो भन्नु केही छैन। तर मुख्य कुरो विचार हो र कसले कुन विचार बोकेको छ त्यस आधारमा त्यो दल नयाँ र पुरानोको अवधारणातिर जान्छ। हामी सामन्तवादलाई पुँजीवादले पराजित गर्यो, पुँजीवादलाई समाजवादीहरूले पराजित गर्न सकेन। अर्थात् विश्व परिवेशमा समाजवादको अस्थायी हार देखेर उत्साहित भएकाहरू र आत्मसमर्पण गरेकाहरूको एउटा बाटो छ जसलाई हामी दक्षिणपन्थी बाटो भन्छौँ। त्यही पुरानो दल हो, त्यही दक्षिणपन्थी विचार बोक्ने पार्टी, त्यो नयाँमा जन्मेका होस् या पुरानो अथवा पहिले जन्मेका होस्, त्यो नयाँ मान्छे होस् अथवा उमेरले नयाँ होस् या पुरानो होस्, त्यसले कस्तो खालको विचार बोकेको छ त्यस आधारमा त्यसलाई नयाँ र पुरानो भनौँ। तसर्थ पुँजीवादको विकल्प भनेको समाजवाद नै हो। पुँजीवादको चरित्रलाई धेरै अगाडिमा सर्वहाराभरको महान गुरु कार्ल मार्क्सले जसरी व्याख्या गरे त्यो अझै पनि वैज्ञानिक र सान्दर्भिक छ। तसर्थ समाजवादी विचार बोक्नेहरू समाजवाद भन्ने बित्तिकै त्यो लोकतन्त्रवादी हुन्छ, समाजवाद भन्ने बित्तिकै त्यो वैज्ञानिक हुन्छ। तसर्थ समाजवादी विचार बोकेका र त्यस अनुसार व्यवहार गरिरहेका दलहरूलाई हामी पुरानो भनेर जो भाष्य निर्माण गर्न खोज्दैछौँ त्यो बेठिको हो। अर्को जनताको तत्कालीन असन्तुष्टिहरूमा खेलेर चर्का नारा दिएर महत्वाकांक्षालाई चर्काइदिएर आफू स्थापित हुने र त्यस वरपर बन्ने त्यस्ता प्रवृत्तिहरू जसलाई हामीले राजनीतिक भाषामा डेमागग पनि भन्न सक्छौँ, ती डेमागग प्रवृत्तिहरू नयाँ हुन सक्दैन। तसर्थ
हामी हुन्छ, हुन्छ। हामी हिजो पनि नयाँ, कुरो आज बुझ्यो। पनि नयाँ। समयको गतिलाई, समाज परिवर्तनको गतिलाई समात्दै अगाडि बढिरहेको राजनीतिक दल कसरी पुरानो हुन हस्, सक्छ? हुन्छ। तपाईँ यति मिठो, यति शालीन, यति मिठो बोल्न सक्ने मान्छेले त्यो दिन संसदमा किन कुर्सी बोकेर भात हिँड्नुभयो, म आफै चकित भइरहेको छु। यस्तो राम्रो स्पष्टता छ विचारमा। म पछि आउँछु, नै दिन अब दिन पछि आइहाल्छु नि, किन पिर गर्नुहुन्छ? म डाक्टर अमरेशकोमा आएँ। डाक्टर साहब, तपाईँलाई मनिषजीले र योगेशजीले दिएको जवाब चित्त बुझेको छैन भने त्यहाँ थप्न पाउनुहुन्छ। तर तपाईँलाई मैले सोधेको प्रश्न के हो भने अहिलेको नेपाली पोलिटिक्सको ल्यान्डस्केपमा पुराना र नयाँ दलको मनोदशा के छ, साइकोलोजिकल माइन्ड अथवा त्यो स्टेट अफ माइन्ड के छ, एक्ज्याक्ट पोस्टमार्टम गरिदिनुहोस्। किनभने तपाईँलाई पुरानोको पनि स्वाद छ, नयाँ स्वतन्त्र भएको पनि स्वाद छ। सबसे पहले तो सब तरीके राज विराज के धरती के नमन करे के चाहे छी और इतर संपूर्ण उपस्थित लोग के प्रति आभार व्यक्त करे के चाहे छी। अभी जे अपने कली दिलभूषण जी की नया पुरानो विचार हो, नया दल है लेकिन ओकर पुरान कंजर्वेटिव विचार होता है। बीपी कोराला बहुत पहले जे इस समय गणतंत्र के नाम न रही, सोशलिज्म के नाम न रही, तो विचार जो व्यक्त कैले है आई के शेरबाहु देउवा व्यक्त न कर पा रहा है। तो बीपी कोराला से नया तो शेरबाहु देउवा भेले, तो विचार तो ना भेल, पार्टी तो सेम है। एले दोसर बात की है कि रासपा के संदर्भ में जो माननीय मनीष जी जो कहती ना, अभी रासपा टेस्ट के अर्थ में, टेस्ट पीरियड में, यानी अभी पूरा लिटमस टेस्ट हो के बाकी है। क्या है कि सरकार में गेला के बाद माने हो, यहाँ जो विचार के राजनीति न हो रही, नेपाल में विचार के राजनीति न है, गुट के राजनीति हो रही। गुट के जे या जे दलपति, कही दलपति, सभापति अध्यक्ष कहना उचित नहीं। क्या कि सभापति जब तक की हो कि आज के दौर में की है कि कोनो भी राजनीतिक पार्टी जो क्रिएट कल गया है वो अपना अध्यक्ष बने के लिए, वो अपन दुकान करे के लिए, जनता के जे मूल आवश्यकता है में छलफल न हो। हम कांग्रेस में 30 वर्ष रही, कांग्रेस में कभी छलफल न हो, मालूम नहीं। वहाँ ये हो कि शेर बहादुर जी के टिकाल जाए कि कोराला गुट के टिकाल जाए, बस अतने रही। जनता के जो आवश्यकता है तेनाहिते एमाले में अब वहाँ विभिन्न गुट है, लेकिन अभी उनका अध्यक्ष कहते प्रभाव है कि जे उनका तक से भस्म हो जाए। एग्जाम्पल के ले 10 भाई छथिन, 10 भाई में से एक भाई यही तरह छथिन, 10 भाई एमाले के जनित हो भाई। यही ले अब मैले धेरै मैथिली नबुझ्ने भएकोले कहाँनेरि रोक्ने मेसै पाइन। नेपालीमा भनिदिन्छु। एउटा कुरा के हो भने जनताको जुन आवाज छ, राजनीति भनेको डायनामिज्म हो। फिजिक्सको भाषामा भन्छु, राजनीति स्ट्याटिक होइन, डायनामिक हो। तर दलहरूमा डायनामिज्म समाप्त भएछ। एकचोटि जो अध्यक्ष बनेपछि पशुपति आर्य घाटसम्म त्यो अध्यक्ष बनिरहन्छ, चाहे त्यो सीके राउत होस्, चाहे उपेन्द्र यादव होस्, चाहे महन्त ठाकुर होस्, चाहे केपी ओली होस्, चाहे शेरबहादुर देउवा होस्। अब रवि लामिछानेजी के गर्नु चाहिँ हेर्न बाँकी। हस्, थ्याङ्क यू। आज अमरेशजीले घाँटीसम्म यो गरेर पनि टाँक लाउनु भएको छ। मैले संसदमा त लुगा फुकालेको सम्झिरहेको थिएँ। मनिषजीकोमा आएँ। मनिषजी, इट्स गुड टु बी इन द सेन्टर। तपाईँ नयाँ शक्ति हुन्छ, सेन्टरमा हुनुहुन्छ, सबैको आकर्षणको रूपमा सेन्टरमा बस्नु भएको छ। अघि विचारको कुरा आयो, उमेशजीले कुरा उठाइसक्नुभयो। अब तपाईँले विचारको बारेमा तपाईँले सोध्नुभन्दा अगाडि अलिकति ग्लोबल पिक्चर दिउँ। यो भिडेम भन्ने एउटा संस्था छ स्विडेनमा, युनिभर्सिटी अफ गोटेनबर्गमा। भेराइटिज अफ डेमोक्रेसी, भेराइटिजको भी ड्यास डेम, डेमोक्रेसी, संसारभरिको भेराइटिज अफ डेमोक्रेसीको रिसर्च गरे त्यो संस्थाले। र त्यो संस्थाले रिसर्च गर्दाखेरि फाइन्डिङ्स के आयो भने संसारको डेमोक्रेसी अहिले 1985 भन्दा अगाडिको सिचुएसनमा पुगेको छ। त्यो भनेको के हो भने जुन बेला बर्लिनको पर्खाल तोडिएको थिएन, जुन बेला कोल्ड वारको एन्ड भएको थिएन, जुन बेला नेल्सन मण्डेला जेलमा थिए। त्यसको मेसेज के हो भने 1985 को अवस्थामा पुग्यो आजको डेमोक्रेसी, श्रिङ्किङ भएर बडो साँगुरो भयो डेमोक्रेसी भन्ने एउटा ठुलो प्रश्न अहिले छलफलको विषय भएको छ। दोस्रो, 2023 मा वर्ल्ड ब्याङ्कले यो असमानताको वर्ष भन्यो, इयर अफ अनइक्वालिटी भन्यो। यो आजको विषम परिस्थितिमा नयाँ एउटा राजनीतिक दलको रूपमा आउँदै गर्दाखेरि र अघि उमेशजीले विचारको कुरा गर्दै गर्दा अथवा योगेशजीले दलहरू
आगमनका हिसाबले नयाँ र पुराना हुँदैन भन्दै गर्दा तपाईहरूको नयाँ दलको विचार के हो, रासोपाको राजनीतिक दर्शन के हो, स्पष्ट पारिदिनुहोस्। सम्भवतः यो मैले राम्रो अवसर दिएँ तपाईँलाई आज। धन्यवाद। यो सुरुमा त दलहरू पनि पुरानो हुँदो रहेछ र दलहरू पनि मर्दो रहेछ। त्यो विचारको कारणले होइन, त्यो अभ्यास र संस्कारको कारणले हो त्यो। सो अहिले गएर कुनै पनि दलले आफ्नो स्थापित र स्थापनाको, जस्तै पहिलो दल कहिले स्थापना भएको थियो भने विश्वमा 1678 पहिलो दल स्थापना भएको थियो युकेमा, होइन, लेबर विगजम भन्ने दल। त्यो दलको अहिलेसम्म एक्जिस्ट गर्दैन फेरि, त्यो दल त्यो अस्तित्वविहीन भइसक्यो, त्यो दल मरिसक्यो भनेपछि दल पनि मर्दो रहेछ। र विश्वमा राजनीतिक अभ्यास गर्ने पहिलो दल नै जीवित छैन अहिले। सो त्यसैले गर्दाखेरि, तर त्यो जीवित किन छैन, उसको विचार चाहिँ जीवित छ। फेरि त्यो दलको विचार जीवित छ तर दल जीवित छैन। किनभने उसको अभ्यास कमजोर भयो, उसको संस्कार कमजोर भयो। त्यसैले गर्दा हामी विचार के लेख्छौँ भन्ने कुरा महत्त्वपूर्ण छैन, हामी कस्तो संस्कार गर्छौँ भन्ने कुरा महत्त्वपूर्ण छ। त्यसैले गर्दाखेरि हाम्रो विचारको आधारमा हामी यङ नै छौँ र हामी सदा यङ भइरहन्छौँ भन्ने कुरा दाबी गर्नको लागि तथ्याङ्क र इतिहासले त्यो कुरा स्वीकार्दैन। तपाईँको अभ्यास कस्तो छ, तपाईँको डेलिभरी कस्तो छ भन्ने कुरा हो। हामीले नयाँ दलको रूपमा स्थापना भएको लगभग 24 महिना जति भयो। हाम्रो 24 महिनामा हामी लगभग यो दल बनाउने क्रम चाहिँ, दल र कुनै पनि इन्स्टिट्युसन बनाउने क्रम 4वटा स्टेज हुन्छ, जसमा चाहिँ पहिला फर्मिङ हुन्छ, टिम जमात बन्छ, अनि जमात बनेपछि अनि नर्मिङमा जान्छ भनेको विचार बन्छ, त्यसपछि दस्तावेजीकरणहरू बन्न थाल्छ। त्यसरी नै त्यो प्रक्रियामा जाँदा तेस्रोमा जाँदा स्टर्मिङ हुन्छ भनेको सबैले सबै कुरा स्वीकार्दैन, सबैले सबैको अस्तित्व स्वीकार्दैन, त्यो स्वाभाविक रूपमा लिनुपर्छ हामीले। सो हामी कहाँ पनि हुन थालिरहेछ होला, भइराखेको छ होला। र चौथो स्टेजमा गएर बल्ल पर्फर्मिङमा जान्छ। मैले फेरि रिपिट गरेँ, फर्मिङ, नर्मिङ, स्टर्मिङ र पर्फर्मिङ। अनि हामीले बनाएपछि लगभग हामीले 16 महिना जस्तो समय लियौँ। 16 महिनाको दौरानमा हामी निर्वाचन स्थापना भयौँ, पार्टी स्थापना भयौँ। 6 महिनामा हामी निर्वाचनमा गयौँ। ठ्याक्क पार्टी स्थापना भएको असार 7 गते, पुस 7 गते हामी 20 जनाले शपथ ग्रहण गऱ्यौँ। अनि पुस 7 गते शपथ गरेको 1 वर्षपछि पुसमा हामीले जलेश्वर बैठक गऱ्यौँ र जलेश्वर बैठकमा हामीले अब विचारको कुरा गरौँ। अब हामी नर्मिङ स्टेजमा पुग्यौँ, फर्मिङ भयो भनेर विचार गऱ्यौँ। त्यसमा एकदमै धेरै लामो दस्तावेज छ, म 4-5वटा बुँदा मात्र भनिदिन्छु। हामीले सह अस्तित्वको अभ्यास, हामी डेमोक्रेटिक पार्टी हौँ। डेमोक्रेटिक पार्टीको 5वटा फन्डामेन्टल प्रिन्सिपल हुन्छ, जसमध्ये एउटा फन्डामेन्टल प्रिन्सिपल बहुलवाद भन्छ, जसलाई अर्को भाषामा हामीले सह अस्तित्वको अभ्यास भन्न सक्छौँ। भनेको हामी सबैले सबैको अस्तित्व स्वीकार्नुपर्छ। हामीले प्राइभेट सेक्टर अलि मोर एक्टिभ र कम्पिटेटिभ इकोनोमी हुनुपर्छ। सबै चिज राज्यले नै डेलिभर गर्ने होइन, सबैजनाले इकोनोमिकली पनि एक्टिभ हुनुपर्छ भनेर हामीले धार्मिक स्वतन्त्रताको परिकल्पना गऱ्यौँ र धर्म राजनीतिको टुल हुनु हुँदैन भन्ने कुरा हामीले भन्यौँ। त्यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो, उसले छान्न पाउँछ, त्यो हाम्रो राजनीतिक टुल्स वा हतियार हुनु हुँदैन। कतिवटा दलले त्यो अभ्यासहरू गरिरहेको छन्, उहाँहरूको स्वतन्त्रता हो, तर धर्म राजनीतिक हतियार हुनु हुँदैन। सङ्घीयता आवश्यक छ, तर सङ्घीयता सुधारिनुपर्छ। अहिलेकै अवस्थाले डेलिभर गर्न सक्दैन होला, त्यसलाई हामीले त्यो स्ट्रक्चरलाई रिफर्म गर्ने होइन, त्यो प्रोसेसलाई रिफर्म गर्ने भनेर भन्यौँ। सो यस्तै विचारहरू हामीले भन्दै जाँदाखेरि धेरै समय चाहिएला। म फेरि अर्को प्रश्नको जवाफमा जोड्दै गरौँला। धन्यवाद मनिषजी, थ्याङ्क यू भेरी मच। योगेशजी, माननीय योगेशजी, म तपाईँको अघिकै ठाउँमा पुगेँ कि अब पुरानो दलको अलिकति गति बढ्दैछ भन्दै गर्दाखेरि अलिकति फोरकास्ट गरिदिनुहोस् न। जस्तो मनिषजीहरूकै पार्टीको अध्यक्षले अथवा त्यो पार्टीले मिसन 84 भनेर भन्यो। तपाईँहरू 84 मा जे जति गर्नुहुन्छ गर्नुहोस्, तर जस्ट बी प्रिपेयर्ड फर 84 भनेर भनियो। अहिले अलिक बढी क्रिटिसिजम पनि छ अध्यक्षकै काम कारबाही अथवा पास्टको कुरालाई लिएर केही मुद्दाहरू थपिएको छ। टु बी भेरी फोकस्ड, अघिको त्यो गति अलिकति बढेको छ भन्दै गर्दाखेरि फ्युचर नेक्स्ट 5 इयर्स अथवा 10 इयर्समा
तपाईँले अघि नमाने पनि पुराना र नयाँ दल कहाँ हुन्छन्? अगाडिको अलिकति फोर्सी गर्न मन लाग्यो, हामीलाई अगाडि हेर्न मन लाग्यो। सरी, अब अहिले नै त्यसलाई पूर्व अनुमान गर्न त गाह्रो हुन्छ। राजनीतिज्ञहरूले बुझ्छन् नि, मैले नबुझेको प्रश्न सोधेको तपाईँलाई थाहा होइन, हुन्छ। राजनीतिको दावा त हुन्छ। नेकपा एमालेको पार्टीको हिसाबले हाम्रो आफ्नो दावा होला, अरू कसैको आफ्नो दावा होला, तर चाहिँ त्यसलाई स्वतन्त्र विश्लेषकको हिसाबले तपाईँहरूले पनि विश्लेषण गर्ने कुरा हो। अब नागरिकको अभिमत कहिलेकाहीँ कता प्रकट हुन्छ भन्ने कुरा त्यति भन्न सकिँदैन। तर हाम्रो जस्तो एउटा सामाजिक आर्थिक अवस्था भएको मुलुकमा नागरिकहरूले कसलाई चोइस गर्छन् भन्ने कुरा सामान्यतया अनुमान गर्न सकिन्छ। किनकि गएको 70 वर्षमा हाम्रो देशका जनताको नागरिकहरूको अभिमत, चोइस, छनौट कस्तो छ भन्ने कुरा हामीले देखेकै छौँ। कहिलेकाहीँ त्यसमा थोरै उतार चढाव हुन्छ। 15 सालको चुनाव छोडेर 15 सालको चुनावमा नेपाली कङ्ग्रेस नै ओभरवेलिङ थियो। नेपाल कम्युनिस्ट पार्टी जम्मा 4वटा सिट जितेको, त्यसमा पनि हामीले मधेसबाटै 2टा जित्यायो त्यो बेला पनि। तर 48 सालको चुनावदेखि अस्तिको चुनावसम्म आउँदा 64 सालमा माओवादीको परिणामलाई छोड्ने हो भने नेपाली कङ्ग्रेस र हामी एमाले र नेपाली कङ्ग्रेस कहिले एउटा अघि, कहिले एउटा पछि, कहिले एउटा अघि, कहिले एउटा पछि हुँदै हामी आएका छौँ। पछिल्लो निर्वाचनमा अन्य दलहरू पनि एउटा उत्साहजनक ढङ्गले आउनुभएको छ। सामान्यतया मैले अघि पनि भने पार्टी किन मर्दैन, जब पार्टी मर्छ भने त्यसले विचार छोड्छ, त्यसले सङ्गठन छोड्छ, त्यसले एजेन्डाहरू छोड्छ, त्यसप्रति जनविश्वास गुम्दै जान्छ भने पार्टी मर्छ। तर जुन पार्टीसँग विचार हुन्छ, जसलाई हामी सिद्धान्त भन्छौँ, सिद्धान्त, सङ्गठन र नेतृत्व, यो 3टा हुन्छ नि। सिद्धान्त ठिक छ, त्यसलाई बोक्ने सङ्गठन छ, त्यो सङ्गठनलाई परिचालन गर्ने नेतृत्व छ भने त्यो पार्टीले प्रतिस्पर्धा गर्न सक्छ। तर हाम्रो दावा के छ भने आजको दिनमा नेकपा एमालेसँग सिद्धान्त छ, सङ्गठन छ, नेतृत्व छ। त्यस अर्थमा हामी आजका कुनै पनि पार्टीसँग सबल ढङ्गले प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने लाग्छ। अब जनमत कसरी फर्किन्छ म तपाईँलाई अलिकति बताउँछु। कहिले हाम्रो मत अलिकति बढ्या छ, कहिले घट्या पनि छ। तर मधेस प्रदेशको हकमा जहाँ बसेर आज हामी छलफल गर्दैछौँ, मधेस प्रदेशमा 64 सालपछि खास गरिकन उपेन्द्र यादवजीको नेतृत्वमा मधेस केन्द्रित दल बनेपछि मधेसमा नेकपा एमालेलाई सङ्कट थियो। गएको 74 सालको चुनावमा मधेसमा सङ्घीय संसदमा, प्रतिनिधि सभामा माओवादीसँग मिल्दा, जति बेला हामी माओवादी हामीसँगै मिलेर चुनाव लड्यौँ, एमाले जम्मा 2 सिट जित्यो। एउटा हामीले धनुषामा जित्यौँ, एउटा हामीले सिराहामा जित्यौँ होला, होइन, यस्तै 2 सिट जित्यौँ। तर अहिले हामी 79 को चुनावमा मधेसका 32वटा सिटमध्ये 10वटा सिट जित्यौँ र मधेसका प्रतिनिधि सभामा आज 25 सदस्य सहित नेकपा एमाले पहिलो दल छ। कुनै बेला मधेसमा हाम्रो अस्तित्व नै सिद्धिन्छ कि क्या हो भन्ने अवस्थाको त्रास पनि थियो। तर एमाले त्यसलाई रिभाइभ गर्यो। आज एमाले मधेसमा रिभाइभ भएको छ। मलाई लाग्छ कि 84 सालमा जाँदा हामी मधेसमा पहिलो पार्टी मात्रै होइन कि बहुमत सहितको पहिलो पार्टी हुन सक्छौँ। हुन्छ, बडो राम्रो जवाब दिनु तपाईँले, मलाई चित्त बुझ्यो। ताली बजाइदिनुहोस् बेला बेलामा यसरी विचारका लागि। तपाईँले अलिकति तपाईँहरूको पनि सक्रिय सहभागिता चाहिन्छ। यो हात बज्यो भने जब त्यसले एक किसिमको त्यो तरङ्ग पैदा गर्छ शरीरमा, रक्त सञ्चारमा, मस्तिष्कमा, निन्द्रा कम लाग्न सक्छ। त्यो बेला बेलामा ताली बजाउनु होला। तपाईँहरू आफ्नो तपाईँहरूकै हितका लागि भने मैले। उमेश यादवजी, कन्फिडेन्स मलाई योगेशजीको मन पर्यो। तपाईँले पनि भनिदिनुहोस्, जसरी माओवादीको उदय भएको थियो, धेरै समय नबित्दै माओवादी ओह्रालो लाग्यो भनेर आम मान्छेले भन्छन्। तथ्यका आधारमा पनि करिब करिब यत्रो धेरै क्रान्ति गरेर आएको पार्टी अब बिना गठबन्धन एउटा सानो उम्मेदवारी पनि नगर्ने अवस्थामा पुगेको छ। तपाईँ भनिदिनुहोस्, माओवादी सहित आगामी दिनमा पुराना दललाई कहाँ देख्नुहुन्छ? अथवा कि सबैले आम मान्छेहरूमा एक किसिमको अहिले परेको के छ भने पुराना दलले यो देशलाई उँभो लाउँदैनन्, नयाँ यङ्ग्सहरूले अथवा नयाँ पार्टीहरूले लिड गर्नुपर्छ भनेर भनिरहेछन्।
तपाईँहरूको पार्टीमा पनि यङलाई पनि केही केही विश्वास छ अथवा नयाँ शक्तिलाई? तपाईँको धारणा बुझ्न मन लाग्यो, अलिकति पिक्चराइज गरिदिनुहोस्। त्यसमा मधेस छोड्नु भएन। ठिकै छ। सबभन्दा पहिले तपाईँले उद्घोषणकै क्रममा राखेको केही कुरो साप्टी लिए। तपाईँले 2023 को तथ्याङ्क, विश्वभरिकै तथ्याङ्क, डेमोक्रेसीको स्थिति इत्यादि कुरा गर्नुभयो। म फेरि त्यही के जोड्न चाहेँ भने अहिले पुँजीवादलाई रोकटोक गर्ने कुनै समाजवादी शक्ति दरो गरेर उभिएको छैन। आज जे संसारमा सङ्कट पैदा भएको छ त्यो सङ्कटको जरो त वैचारिक रूपमा पुँजीवादीहरूले लिनुपर्ने हो। अनि पछि जन्मेका राजनीतिक दलहरू दर्शनमै अस्पष्ट हुने र व्यवहारका कुरा मात्रै गर्दा हामीले के बुझेका छौँ भने सिद्धान्त बिनाको व्यवहार अन्धो हुन्छ, व्यवहार बिनाको सिद्धान्त लङ्गडो हुन्छ भनिसकेपछि हामी त्यसको प्रतिबिम्ब चाहिँ अहिले त्यो सामाजिक सञ्जालमा ट्रोल भएको प्रचण्डको हातको 68 लाखको घडी जस्तो हो। म तपाईँलाई यो सन्दर्भमा म अहिले जब दर्शनका कुरा र विचारका कुरा गरिन्छ त्यति बेला म व्यक्ति विशेषमा केन्द्रित हुन्न। दोस्रो, मैले यहाँ भन्न खोजेको कुरा के हो भने अनि दर्शनको सन्दर्भमा स्पष्ट हुन नसक्ने अनि व्यवहारका कुरा मात्र गरेर चिज ठिक ठाउँमा जाँदैन। अर्को कुरो, तपाईँले हामीले जे प्रश्न गर्नुभयो, मैले एउटा कुरा के भन्न चाहेँ भने नि राज्य केन्द्रित पुँजीवादको विघटन र पराजयलाई समाजवादको पराजय र मार्क्सवादको पराजय मान्न सकिँदैन। एउटा यसमा म स्पष्ट छु। दोस्रो, यहाँ तपाईँले माओवादीका कुरा गर्नुभयो। माओवादी हामी मध्य प्रदेशमा पहिलेदेखि नै अर्थात् 62-63 को आन्दोलनदेखि नै हामी कमजोर भयौँ। कसरी कमजोर भयौँ, किन कमजोर भयौँ, लान घटना कसरी भए, के भए, यी धेरै यावत प्रश्नहरू छन्। यो समय थोरै छ। हामीले एउटा के देखायौँ भने तपाईँले मसँग प्रश्न गर्नुभयो 70 सालमा यही सप्तरी जिल्ला हो हामीले नेतृत्व गरिरहँदा देशैभरि माओवादी हारिरहँदा हामी आधी सप्तरी जित्यौँ। अहिले अमरेश दाईको शब्द म साप्टी लिन चाहन्छु, पार्टीभित्र आन्तरिक लोकतन्त्र मर्दै गएको। हरेक पार्टीभित्र नवउदारवादी बाटोले जसरी अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक मुलुकमा राजा या त निरङ्कुश हुने या त ऊ रहँदै नरहने, संवैधानिक नहुने, त्यसै गरी अहिलेको नवउदारवादी पुँजीवादको नवउदारवादी बाटोमा विश्वभरिका राजनीतिक दलहरू, त्यो डेमोक्रेट होस् या लेफ्ट होस्, त्यसका नेतृत्वहरू अलि स्वेच्छाचारी हुने, निरङ्कुश हुने, पार्टीको विधानभन्दा माथि आफूलाई राख्न खोज्ने, यो एउटा प्रवृत्ति सबैतिर देखिएको छ। दाइ मलाई टुङ्ग्याउनु दिनुहोस्, मैले अलि समय लिए, जाँदैन साथीहरू। एक। दोस्रो, यसमा मैले यहाँ कहाँ जोड्न खोजेँ भने नि हामी कसरी पछि पर्यौँ। माओवादीको सन्दर्भमा मैले भन्न चाहेको कुरो के हो भने नि माओवादीलाई सबभन्दा पहिले आतङ्ककारी कसले घोषणा गर्यो तपाईँहरूलाई थाहा छ? अमेरिकाले। माओवादीलाई दोस्रो चोटि आतङ्ककारी कसले घोषणा गर्यो थाहा छ? भारतले। जति बेला नेपालका सरकार र मिडियाले माओवादीलाई आतङ्ककारी देख्दैनथे त्यति बेला अमेरिका र भारतले किन देख्यो? के कारणले होला? हामी अगाडिको कुरा गर्दैछौँ। म होइन, अगाडिको कुरा गर्दैछौँ। यसैसँग जोडिएको कुरा हो, यसैसँग जोडिएको कुरा हो। तपाईँले मधेसमा जनतान्त्रिक जन्म्यो, त्यो माओवादीकै नेताहरू एक थरीका किन मारिँदै गए, तपाईँले कसरी गर्न सकिने र कसरी गर्न नसकिने। मनिषजीको शब्द म के साप्टी लिन चाहन्छु भने नि विचार र व्यवहार जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन नगर्ने हो भने त मरेको इतिहास छ। त्यसैले मैले भने नि त्यो अन्धो र लङ्गडोको कुरो त त्यही हो। हामीले माओवादी विचारलाई हामीले यहाँको जनतामा सापेक्षतामा लागू गर्दा सिरामा अध्यक्ष कमरेड प्रचण्ड एक्लो जित्नुभयो, महोत्तरीमा गिरिदाई एक्लो जित्नुभयो, तर सप्तरीमा हामी 3 जना नि पड्काइदियौँ त होइन। भनिसकेपछि हामीले हाम्रो यो पार्टीको आन्तरिक समस्या, दोस्रो
पार्टी अहिले माओवाद भन्ने, समाजवाद भन्ने, उदारवादको रथमा चढ्ने। मुखमा समाजवाद, दिमागमा अवसरवाद, हैन, व्यवहारमा नवउदारवाद र चिन्तन र शैलीमा नस्लीय चिन्तन र अधिकार यहाँका पार्टीहरू जो ठुलो पार्टीहरू बन्छन् हुन्छ। ती सबैमा छन्। हस्। एउटा सँगै एउटा प्रश्न राखौँ, अहिले एमाले सबैभन्दा एउटा ठुलो पार्टी मध्येको हो, माओवादी दोस्रो ठुलो कम्युनिस्ट पार्टी हो। यही मधेसमा यहाँ हाम्रो इन्चार्ज एमालेको योगेश दाई हुनुहुन्छ, हाम्रो पार्टी माओवादीमा लीलामणि दाई हुनुहुन्छ। किन एउटै मधेसी मुलको नेतृत्वलाई पार्टीले जन्माउन सकेन? ठिक छ। दोस्रो, लेफ्टहरूले म एउटा जनयुद्धको प्रक्रियाबाट आएको सिपाही, नेपाली काङ्ग्रेस जसलाई म आफ्नो भाषामा ऊ दक्षिणपन्थीतिर गएको पार्टी हो भन्छु, ट्यागमा के लेख्या छ एउटा कुरा हो। उनले एउटा मधेसी मूलको युवालाई नेवी सङ्घको अध्यक्ष बनाउन हुने, तरुण दलको अध्यक्ष बनाउन हुने, महामन्त्री कुनै समयमा बनाउन हुने, उपसभापति बनाउन हुने। तर योगेश दाई, हाम्रो कम्युनिस्ट पार्टीमा कुन रोग पसेको छ कि हामी यो स्तरमा उक्लिन सकिराखेका छैनौँ? हुन्छ हुन्छ, यसो गरौँ न, तपाईँको यो प्रश्न म यता सार्छु। योगेशजीले बोलिसक्नु भएको छ, बडो राम्रो वैचारिक प्रश्नहरू उठाउनु भयो। अब लामो कुरा गर्नु परेन। उहाँले बडो प्रश्न उठाउनु भयो, अहिले संसारमा पोलिटिक्स कसरी हुन्छ भन्दाखेरि डेमोक्रेट डजन्ट रुल द वर्ल्ड, यु इदर authoritarian rules the world or the populist rules the world. There are two major power players, either authoritarian हुनु पर्यो या त populist approach हुनु पर्यो। आजभोलि उहाँले त भन्नुभयो, तर आजभोलि विचारले, दर्शनले राजनीति हुँदैन। आज मत जित्नुपर्छ भने तपाईँ अल्गोरिदम मोबिलाइज गर्नुहोस्, या त एआई युज गर्नुहोस्, या त फिल्टर बबल्स युज गर्नुहोस्। अप्रोच त्यो छ भनिँदैछ। तर मैले लार्जर सोधेँ, उहाँले आफूले भन्नुभयो कि विचार अथवा सिद्धान्त अथवा व्यवहारमा फरक छ। सङ्घर्ष गरेर आएको एउटा क्रान्तिकारी पार्टीको अध्यक्षको हातमा 50औं लाख पर्ने घडी छ भनेर आम समाजमा टिप्पणी हुँदैछ। मलाई छैन दाइ, होइन ठिकै छ, म भन्दैछु यो प्रचार यो मिथ्या होइन। कति कुराहरू ठाउँको ठाउँ असत्य भन्न खारेज गर्नु हुँदैन। माओवादीले जहिले पनि खारेज गर्छ, केही न केही नभइकन हुँदैन, छोडिदिनुहोस् होइन। कुर्सी बोकेर हिँड्ने अवस्था अरूलाई पनि छ, तर समाज शिष्ट छ, सभ्य छ। अहिलेसम्म कुर्सी बोकेको छैन, तर जनआक्रोश छ, मान्नुहोस्। त्यो परिणाम हो। संसारभरिको नयाँ शक्तिहरूले पाएको भोट उनको नयाँ क्षमताका आधारमा होइन, पुराना शक्तिहरूको हरकत र असन्तुष्टि, तिनको बेमानीको प्रतिबिम्ब हो त्यो है। अब आगामी दिनमा नयाँ शक्तिले कसरी पुष्टि गर्छ त्यही हामी छलफल गर्दैछौँ। तपाईँ मलाई भनिदिनुहोस् कि आजको दिन, आजको संसारमा अघि मैले दिएको रेफरेन्स बिर्से पनि हुन्छ, के विचारको सान्दर्भिकता सिद्धियो, पार्टीको दर्शन अब अर्थ राख्दैन, अथवा पार्टी अकाउन्टेबल हुनुपर्छ, ट्रान्सपेरेन्ट हुनुपर्छ भन्ने अर्थ राख्दैन, कि अरू मिडियमबाट पनि पार्टी राइज गर्न सक्छ? अलिकति ट्रेडिसनल पार्टी र नयाँ पार्टीहरूको अलिकति पोस्टमार्टम गर्दैछौँ। तपाईँ पिएचडी को स्टुडेन्ट भएकोले यु क्यान एनालाइज द्याट। तपाईँले सही सन्दर्भ भन्नुभयो कि पार्टी बिना विचारको हुँदैन, बिना व्यवहारको हुँदैन, बिना ट्रान्सपेरेन्टको हुँदैन, बिना एकाउन्टेबिलिटीको हुँदैन। यहाँ नेपालमा पार्टीहरूमाथि प्रहार हुने कारण, जनताको विश्वास उठ्न कारण के हो भने पार्टी एकाउन्टेबल छैन, जनताप्रति उत्तरदायी छैन। उसलाई एकचोटि आफू पदमा गएपछि कि जे गरे पनि छुट छ। दोस्रो, ट्रान्सपेरेन्ट छैन। पार्टीको फन्डिङ कहाँबाट आइरहेछ, अनि विदेशीबाट आइरहेछ कि यहाँको तस्करबाट आइरहेछ कि कुनै व्यापारीबाट आइरहेछ, त्यो छैन। जो दलपतिहरू छन् त्यो पार्टीको पैसा कब्जा गरेर बसेका छन्। पैसा बाँटेर उनीहरू नेताका आफ्नो काम राखन्छ, अर्कोले आँटे गर्दैन कि उसँग भिर्ने कसरी। तेस्रो के भएछ भने कि जुन पार्टीभित्र र देशभित्र एउटा सिस्टमेटिक हुनुपर्छ। आज अमेरिका विकास किन भयो कि 2 टर्मभन्दा बढी कोही राष्ट्रपति बस्न पाउँदैन। यहाँ 5 चोटि बनिसकेका हुन्छ, पशुपति आर्यघाट जाउँ, पहिला कि सिंहदरबार जाउँ भन्छ, किन पहिला सिंहदरबार एकचोटि फेरि पुगेर आउँ, किनकि योले हुँदैन। दोस्रो कुरा, अध्यक्षको पनि कार्यकाल 1 कार्यकालभन्दा बढी हुनु हुँदैन। जब तक अध्यक्षको कार्यकाल 2, 4, 5, 6, 10 आजीवन रहन्छ, त्यो पार्टी निरङ्कुशतातिर जान्छ, विचारहीन जान्छ, जनउत्तरदायीबाट विमुख हुन्छ। त्यसै कारणले जस्तै हिजै अहिले भर्खर यहाँ जसपाको धेरै साथी हुनुहुन्छ, जसपाको अधिवेशन सक्यो, त्यहाँ के छ
उपेन्द्र जी बाहेक एको हम द्वितीय नास्ति। उपेन्द्र जी के हाथ में जिम्मा दिएको उसैले उपाध्यक्ष बनाओस्, उसैले केन्द्रीय सदस्य बनाओस्, उसैले जे बनोस् र उहाँको फेरि विरुद्धमा कोही उठ्न पनि पाउँदैन, जो पार्टीमा त्यसलाई डाना कटाइदिन्छ। त्यसै कारणले यो पार्टी पङ्क्ति होइन, पार्टी त्यस्तो सिस्टम हुँदैन। आवश्यक रूपमा हिजोको दिनमा पनि विचारको महत्त्व थियो, आजको दिनमा पनि विचारको महत्त्व छ। त विचारको साथसाथ व्यवहारको पनि महत्त्व छ। जुन विचार व्यक्त गरिन्छ त्यो अनुसारको उसको व्यवहार छ कि छैन, जनतामा जान्छ कि जान्छ। अहिले के यही मधेसको भूमिबाट नै भन्न चाहन्छु कि मधेसमा अहिले के भन्छ, जसले 400-500 मान्छेलाई दारू मास खुवाउन सक्छ त्यही नेता हुन्छ, चाहे गाउँको नेता होस्, चाहे जिल्लाको नेता होस्, चाहे केन्द्रको नेता होस्। निष्ठाको राजनीति गर्दैन। र जसले होटलमा बस्न सक्छ, जसले बेलुका हुने बित्तिकै खसेको मासु र हिस्कीको पार्टी गर्छ त्यही नेता हुन्छ। त्यस कारणले विचारभन्दा अवसरवादीहरूको हाबी हुँदै गयो र जनता छ त्यो समय समयमा आफ्नो भर्टिक दिन्छ, त्यही विचारको विरुद्धमा दिन्छ। तपाईँले पहिला भन्नुभयो, मैले त्यो बेला जवाब दिन उचित चाहने, तर अहिले विचारको कुरा गर्दाखेरि नयाँ पार्टी व्यवहार त्यो हिसाबले गरेन भने, सङ्गठन गरेन, देश हुँदैन। पपुलिजमको मात्र प्रभाव अर्बन एरियामा हुन्छ, रुरल एरियामा हुँदैन। तपाईँ केजरीवालको भनौँ, म केजरीवालसँग भेटेको मान्छे, म त्यहाँ दिल्लीमा परेको मान्छे बताउँछु, दिल्ली बाहेक कहीँ प्रभाव छैन। अलिकति पन्जाबमा थियो, बिहार युपीमा एउटा सिट पनि आसाममा जित्या छ, महाराष्ट्रमा एउटा सिट जित्या छ, केरलमा जित्या छ, छैन नि। त्यस्तै अहिले पनि मलाई लाग्छ राजसभाका सन्दर्भमा पनि माननीय मनिष झा मित्र हुनुहुन्छ, मैले उहाँलाई पनि भन्न चाहन्छु, मधेसमा पनि एक सिट पनि कहीँ राजसभाको छैन मलाई लाग्छ। र त्यसको लागि सङ्गठनै चाहिन्छ। सङ्गठन फेरि आजको दिनमा के हुन्छ भने हरेक पार्टी रिप्रेजेन्टेसन, उहाँले माओवादीको पीडा त बताउनु, म काङ्ग्रेसकै बताइदिन्छु। यही मधेसमा काङ्ग्रेसको केन्द्रीय कार्य समितिमा 2टा सिट छ, तर मधेसको जम्मै काङ्ग्रेसको नेता यस्तो झोले छन् किन होइन, हामी बन्दैन केन्द्रीय सदस्य, आनन्द ढुङ्गाना र रमेश रिजाल बन्नुपर्छ। मधेसको प्रतिनिधित्व वही गर्ने, कर्णालीको प्रतिनिधित्व वही गर्ने। त्यति होइन, एउटा राष्ट्रिय सभा सेट मधेस प्रदेश पाएको थियो, त्यसमा पनि आनन्द ढुङ्गाना नै, र काङ्ग्रेसको जम्मै गाउँपालिका अध्यक्ष, मेयर, उपमेयर अनि कुदिँदै गयो कि होइन आनन्द ढुङ्गाना बनाउँछ, मधेसीलाई बनाउनु हुँदैन। जबसम्म नो ट्याक्सेसन विदाउट रिप्रेजेन्टेसन एउटा प्रोभर्ब छ। यो जहाँसम्म डाइभर्स कन्ट्री छ त्यहाँ अटोक्रेसी एलाउ गर्दैन। अहिले भर्खर इन्डियामा चेक भएछ, मोदीको जुन अटोक्रेटिक रवैया थियो त्यसलाई यसपालि चेक लागेको छ। किन लागेको छ भने त्यहाँ डाइभर्स कन्ट्री छ। नेपालमा पनि कसैको एकल आधिपत्य हुँदैन, चाहे माओवादीको एकल विचार होस्, चाहे राजाको एकल विचार होस्, त्यो यसमा सफल हुँदैन, किनकि डाइभर्स कन्ट्री आफैमा एउटा डेमोक्रेसीको रिप्रेजेन्टेटिभ हुन्छ। यहाँ त मधेसी छ, जनजाति छ, खसारे छ, अनि पूर्व पश्चिम विभिन्न भाषा छ, विभिन्न जियोग्राफिकल टेराइन छ। त्यस कारणले नेपाल डेमोक्रेसीको लागि, लोकतन्त्रको लागि उर्वर भूमि हो। तर यहाँको नेता र नेताको चरित्र र अनि त्यसमा विचारमा जुन बिर्को लाग्ने छ, तपाईँलाई म बताउँछु। कति पार्टीको त नेताहरू भन्छ कि ठिक छ, सभापतिजीलाई नै अध्यक्षजीलाई अधिकार दिउँ, उहाँले जे निर्णय गर्नुहुन्छ त्यही हुन्छ, त्यही विचारमा बिर्को त्यही भयो, एकल। त्यस कारणले राजा र त्यसमा केही फरक भएन। त अहिले नयाँ पुराना दलको जो अध्यक्ष छन्, दलपति छन्, आफूलाई राजाभन्दा तल ठानेको छैन, राजाभन्दा बढी। राजाले त 68 लाखको घडी लगायो कि लगाएन, उहाँले हेर्नु भएन। तर मैले त संयोगले त्यही दिन भेटेको थिएँ प्रधानमन्त्रीलाई, त्यही घडी देखाएको थिएँ जो फेसबुकमा थियो, उहीँ त्यही घडी लगाएको थियो। त्यस्तै गरी एउटा पार्टी बुझ्ने गरी भन्नुहोस्, कुन घडी लाउनु भएको थियो, कति घडी लाउनु भएको थियो, त्यही पार्टीको सदस्य हुनुहुन्छ भन्नु त। घडी फेसबुकमा आएको थियो नि रोलेक्सको, हो त्यही घडी, त्यही कलर, त्यही बेल्ट थियो, मैले आफ्नै आँखाले। त्यति होइन, तपाईँले भन्दा चाहिँ शेरबहादुरसँग पनि त्यही कार्टियरको घडी 12 लाखको लगाउनुहुन्छ, 12 लाखको। त एउटा कुरा के भने केपी ओली पनि त्यही 10-12 लाखको घडी लगाउनुहुन्छ, तपाईँलाई म बताउँछु। त उहाँहरू के हुन्छ भने पुँजी जनतालाई लडाएर, जनतालाई भिराएर, जसरी आज दलितको रिप्रेजेन्टेसन कति छ, मधेसीको रिप्रेजेन्टेसन कति छ, तर माओवादको आन्दोलन जनतालाई भिराउने बेला त के भयो थियो, नानी मधेस मुक्ति मोर्चा थियो, म रिसर्च गरेको व्यक्ति बोल्दैछु। अनि नौटा लिबरेसन फ्रन्ट, मधेस मुक्ति मोर्चाको के हाल भयो, म माननीय उमेशजीसँग सोध्न चाहन्छु। या किराँतमा मधेस मोर्चाको के हाल भयो, तमुवानको के भयो, दलितको के भयो, थारूवानको के भयो। हुन्छ हुन्छ डाक्टर साहब, धन्यवाद। म मनिषजी, अब गाह्रो छ नि, नयाँ शक्ति भएर आउनु छ, अनि सेन्टरमा बस्दा गाह्रो छ। सम्भवतः यो लास्ट क्वेसन हो, 2 मिनटमा तपाईँले जवाब दिनुपर्छ, 1 घन्टामा सक्नु पनि पर्छ। एज अ नयाँ शक्ति, नयाँ दल, रासोपालाई अबको चुनौतीहरू के छ? तपाईँहरूको आफ्नो तर्क छ, हाम्रो अध्यक्षलाई घेराबन्दी पार्नुभयो भनेर, त्यो एउटा तपाईँको तर्क भयो। तर त्यो सँगसँगै जनताको अपेक्षा के हुन्छ भने अब आउने कोही नयाँ शक्ति आउँदाखेरि पहिलेको पुरानो दलको स्वभावभन्दा अलिक फरक खालको, चारित्रिक हिसाबमा पनि अलिकति राम्रो, दर्शनका हिसाबले, विचारका हिसाबले पनि
अझ प्रबल, अरू उसले अझ खारिएको राम्रो एक्सपेक्ट गर्छ नि, त्यो सँगसँगै नयाँ दल भन्ने बित्तिकै त्यो होल पार्टी चलाउनलाई आर्थिक कस्ट पनि आउँछ। त्यो एउटा आधार होला। जनआधारमा सङ्गठनहरू निर्माण गर्नुपर्ने अर्को चुनौतीहरू होला। के चुनौतीहरू देख्नुहुन्छ नेक्स्ट इयर्स नयाँ शक्तिलाई अथवा तपाईँ जस्तो पार्टीहरूलाई? दिस इज माई लास्ट क्वेसन। तपाईँले केही थप्नुपर्छ नि, तपाईँ हुन्छ त्यसमा। हजुर, धन्यवाद प्रश्नको लागि। यो जस्तै नेपालमा राजनीतिक रूपमा हामी अस्तित्वमा आउँदै गर्दाखेरि त्यसको सबै क्रेडिट हामीले नै हाम्रो सोसल मिडिया र पब्लिक मिडियाको प्रेजेन्टेसनलाई मात्र दिन सकिँदैन। राजनीतिमा के भन्छ भने दुईवटा कुरा कहिले पनि हावी हुँदैन, एउटा कपिराइट्स र अर्को क्रेडिट। यो दुईटा कुरा कहिले पनि हावी हुँदैन। मैले यो लेखेको थिएँ, मैले भनेको थिएँ, मैले गर्दा भयो, मैले गर्दाखेरि नै यस्तो विचार आयो सोसाइटीमा भन्ने कपिराइट्स कहिले पनि लागू हुँदैन। र अर्को क्रेडिट, यो चाहिँ यसले गर्दाखेरि मात्र, यो कुराले गर्दा मात्र भयो भनेर आफूले मात्र लिनु हुँदैन। एउटा कुरा यो भन्दै गर्दा मैले के जोड्न खोजेको भने राष्ट्रिय स्वतन्त्र पार्टी अहिले नेपालको राजनीतिक एरिनामा चौथो राजनीतिक शक्तिको रूपमा हुँदै गर्दाखेरि यसको कन्ट्रिब्युसन र यसको यो अवस्था आउनको लागि जुन परिस्थितिहरू सृजना गरिदिनु भयो त्यसको क्रेडिट वा त्यसको हामीले कृतज्ञता नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी लगायत सबैलाई दिनुपर्छ। किनकि उहाँहरूले विगतमा त्यो आन्दोलनहरू नगरिदिएको भए हाम्रो लागि यो राजनीतिक परिस्थिति र यो राजनीतिक स्टेज बन्दैन थियो होला। त्यसैले गर्दाखेरि हामी आफ्नै बलबुतामा आयौँ भनेर पनि हामीले दाबी गर्न मिल्दैन। उहाँहरूले मल्टी पार्टी डेमोक्रेसीको लागि आन्दोलन नगरिदिएको भए हाम्रो पार्टी रजिस्टर्डै हुन पाउँदैन थियो होला। उहाँहरूले आन्दोलन नगरिदिएको भए, जेल नगएको भए त्यो परिस्थिति नै आउँदैन थियो होला। त्यसैले गर्दाखेरि त्यो प्रति सम्मान छ हाम्रो। तर त्यो सबै चिज सम्मान गर्दै गर्दाखेरि आज हामी चाहिँ राजनीतिमा किन आउनु पर्यो त भन्दै गर्दा मैले यो स्टेटमेन्ट धेरै ठाउँ प्रयोग गर्ने गर्छु कि कोर्स चेन्ज हुँदै गर्दाखेरि तपाईँले करिकुलम पनि चेन्ज गर्नुपर्छ। तपाईँको कक्षाहरू परिवर्तन गर्दै गर्दा तपाईँले पढ्ने किताब र लेख्ने उत्तरहरू पनि परिवर्तन गर्नुपर्छ। उहाँहरूले कोर्स चेन्ज गर्नुभयो, करिकुलम चेन्ज गरिदिनु भएन। त्यसैले गर्दा हामी नयाँ करिकुलम, नयाँ स्किल लिएर आयौँ। अब हाम्रो चुनौती के हुन्छ भने नयाँ त लिएर आयौँ, नयाँ रूपमा प्रस्तुत हुन सक्छौँ कि सक्दैनौँ? नयाँ नयाँ भन्दै गर्ने तर पुरानै पारातिर जाँदै गर्ने गऱ्यो भने हामी पनि जोखिममा पर्छौँ। हामीलाई पनि यिनीहरू पनि बिग्रिए भनेर अर्को आउने ठाउँहरू हुन्छन्, आउँछन्। अब तपाईँले स्रोतको कुरा जोड्नुभयो। स्रोतको राजनीति नेपाली काङ्ग्रेसले र नेकपा एमाले गरे, मधेसमा उपेन्द्रजीले गर्नुभयो, पछि माओवादी आउनुभयो, उहाँहरूले पनि स्रोतकै राजनीति गर्न थाल्नुभयो। तर अहिले हामी त्यसबाट चाहिँ अहिलेसम्म बचेको छौँ। किनकि हामीले सम्भवतः यी अघि नाम लिएका पार्टीहरू कसैको पनि सांसद 3,25,000 रुपियाँमा चुनाव जितेको छैन होला। तर हाम्रो सांसदहरू 5 लाखभन्दा कम खर्च गरेर जितेको 5 जना हुनुहुन्छ, जसले आफूले फन्ड रेज गरेको 1 रुपियाँ पनि खर्च गर्नु परेन त्यो सांसद पनि हुनुहुन्छ। म्याक्सिमम खर्च गरेको पनि 1 करोड होला, त्योभन्दा धेरै गएको छैन। तर उता पार्टीमा हामीले त्यो बुझ्न सक्छौँ, त्यो सोच्न सक्छौँ। धनुषा 3 मै जहाँ अब म आगामी निर्वाचनको लागि तयारी गर्दैछौँ, उहाँको पार्टीले जितेको सांसदले 9 करोड रुपियाँ खर्च गर्नुभयो। अब मैले त्यसरी सोच्नुपर्ने हुन्छ होइन? त्यसैले गर्दा हामी त्यसबाट अलग भएर रहन चाहन्छौँ। किनकि उहाँले 9 करोड रुपियाँ खर्च गरेर अहिले उठाउँदै हुनुहुन्छ भनेर पनि सुन्दैछौँ। त्यसैले हामी त्यो राजनीति गर्न चाहँदैनौँ, त्यसबाट अहिलेसम्म वञ्चित छौँ र वञ्चितै रहन चाहन्छौँ। र लास्टमा एउटा कुरा म भनिदिउँ तपाईँहरूलाई, एउटा निर्वाचनदेखि अर्को निर्वाचनसम्मको समय 1825 दिन हुन्छ। नेपालको राजनीतिमा एउटा निर्वाचन जितेपछि 25 दिन मान्छेहरूले सेलिब्रेट गर्छन्, त्यसलाई उत्सवको रूपमा मनाउँछन्, घर दैलो जान्छन्, मिठाई खान्छन्, टिका लाउँछन् र बाँकी 1800 दिन अर्को चुनावको चिन्ता गर्न थाल्छन् र अर्को चुनावको चिन्ता गरेर जनताको लागि काम गर्न बिर्सिन्छन्। एउटा चुनावमा खर्च भएको पैसा र अर्को चुनावमा लाग्ने पैसा उठाउनतिर लाग्छन्। त्यसैले गर्दा हामी त्यसबाट वञ्चित रहन चाहन्छौँ र हामी जनताको लागि राजनीति गर्न चाहन्छौँ। र सार्वजनिक लेखा समितिमा दाइ पनि त्यही हुनुहुन्छ, पहिलो बैठकमा जाँदै गर्दा मैले भनेको थिएँ र आजसम्म पनि त्यो धारणा कायम राखेको छु कि म अर्को चुनावको लागि राजनीति गर्न आएको होइन। म यसपटक भएको जनप्रतिनिधिको हिसाबले काम गर्नको लागि आएको। अर्को चुनाव हारौँला, तर यो 1825 दिन
डेलिभर गरेर जानेछु। धन्यवाद। हुन्छ, धन्यवाद माननीय मनिषजी, धन्यवाद। म माननीय योगेश भट्टराईजीकोमा आउन चाहन्छु। तपाईँले अघि जहाँनेरि अड्काउनु भएको थियो, छोड्नु भएको थियो आफ्नो विचार, त्यहीँ पुगे। तपाईँले अघि भन्नुभयो कि आउने इयर्समा, आगामी निर्वाचनमा एमाले नै लिड गर्छ भनेर भन्नुभयो। त्यसको अलिकति प्रोसेस मलाई भनिदिनु पऱ्यो। लास्ट क्वेसन हो कि किन, अथवा नयाँ दल, नयाँ शक्ति र एमालेमा फरक के छ? तपाईँहरूले नै लिड गर्ने, अथवा यो जुन विषय शीर्षक हामीलाई आयोजक साथीहरूले दिइएको छ, नयाँ र पुराना दल, सो तपाईँको दलिल के थियो भने अघि कि पुरानो दल एमाले नै लिड गर्छ भनेर, त्यसको आधार किन र अलिकति भिन्नता पनि देखाइदिनुहोस्। किन सक्दैन नयाँले? नयाँ र पुरानो तपाईँहरूको दलबीच फरक के छ? पहिलो कुरा त म नयाँ भनिने दलको साथीहरूलाई धेरै टिप्पणी गर्न चाहन्न, किनभने मलाई भिन्नता चाहियो, अलिकति अन्तर देखाइदिनु पऱ्यो, किनभने विषय त्यही छ, शीर्षक त्यही छ, टाइटल त्यही हो। उहाँहरू आउनु भएको छ राजनीतिक प्रतिस्पर्धामा, हेर्दै जाउँ। किनकि 1990 पछाडि अघि तपाईँले सिद्धान्तको मृत्यु भयो के भन्नुभयो, एउटा होइन विचारको मृत्यु भयो भन्नुभयो। अमेरिकाको राजनीतिक विश्लेषक फुकुयामाले यही भनेका थिए। जति बेला सोभियत युनियन विघटन भएको थियो, उनले एउटा आर्टिकल लेखे, इन्ड अफ द हिस्ट्री, होइन, इतिहासको मृत्यु भयो, इतिहासको अन्त्य भयो भनेर लेखे। तर त्यो कुरा प्रमाणित भएन, उनी गलत साबित भए। त्यस्तै विद्यार्थीले आवधिक हिसाबले परीक्षा दिन्छ। दिलभूषण सर, तपाईँ हामी सबै विद्यार्थीबाट आएको, 1 वर्षमा दिन्छौँ अथवा सेमिस्टर प्रणाली छ भने 6 महिनामा दिन्छौँ, त्यो पास भइहाल्छ। एउटा राजनीतिक दलले 6 महिनामा 1 वर्षमा आवधिक परीक्षा दिएर हुँदैन। एउटा राजनीतिक दल चाहिँ प्रत्येक दिनको परीक्षार्थी हो, प्रत्येक दिन उसले परीक्षा दिनुपर्छ। र नेकपा एमाले यहाँसम्म किन आयो भने हरेक दिनको परीक्षामा उसले उत्तीर्ण गर्यो, त्यस कारणले आयो होला। डिस्टिङसन ल्यायो कि ल्याएन बेग्लै कुरा हो, तर चाहिँ हामी उत्तीर्ण भयौँ, यहाँसम्म आयौँ। त्यहाँदेखि पार्टीहरू हरेक दिन परीक्षा दिनुपर्छ। त्यस कारणले राष्ट्रिय स्वतन्त्र पार्टी पनि हिजो एउटा आक्रोशहरूलाई सङ्गठित गर्दै आउनुभयो होला। त्यो एउटा ग्राउन्ड थियो होला, उहाँहरूको ग्राउन्ड त्यो थियो हिजो। असन्तुष्टिहरूलाई, आक्रोशहरूलाई, त्यसलाई अलिकति उहाँहरूले ग्राउन्ड बनाउनु भयो। अब सधैँ त्यहाँ टेक्ने ठाउँ त हुँदैन। अब उहाँहरूले टेक्ने ठाउँ कस्तो बनाउनुहुन्छ? समाउने ठाउँ मात्रै भएर भएन, झुन्डिन्छ। टेक्ने पनि ठाउँ चाहियो, समाउने पनि ठाउँ चाहियो। त्यहाँदेखि रासोपा अथवा नयाँ दल भन्ने साथीहरूले टेक्ने र समाउने ठाउँ कस्तो बनाउनुहुन्छ त्यो हेर्दै जानुपर्छ। त्यो टेक्ने र समाउने ठाउँ भनेको सिद्धान्त हो, व्यवहार हो, सङ्गठन हो। राजनीतिक भाषामा त्यो कस्तो हुन्छ आगामी दिनमा हामीले हेर्दै जाउँला। अब नेपालमा अनेक अभ्यासहरू भएका छन्। कहिलेकाहीँ ठुलो क्रान्तिको अगुवाई गर्ने पार्टीहरू पनि कोल्याप्स भए। प्रजा परिषद हो नि त पहिला राणा शासनको विरुद्ध झन्डा उठाउने, त्यसपछि कङ्ग्रेसले उठायो, त्यसपछि कम्युनिस्टले उठायो। तर प्रजा परिषद 7 सालमा नपुग्दै, राणा शासनको अन्त्य गर्ने निर्णायक ठाउँमा नपुग्दै त्यो निष्क्रिय भयो। त्यसैले यस्ता धेरै उदाहरण छन् दुनियाँमा। अघि मैले भने 1990 पछि युरोपमा ग्रिन पार्टीहरू आए। ती ग्रिन पार्टीहरू एउटा चुनावदेखि अर्को चुनावसम्म जानै सकेनन्, होइन। त्यो एउटा जापानमा त्यो पछि रासायनिक विस्फोटन भयो। त्यसपछि जापानमा त्यो एजेन्डामा पार्टी बन्यो। त्यसले पहिलो चुनावमा निकै धेरै सिट ल्यायो, तर अर्को चुनावमा जाँदा त्यो पार्टी नै छैन। जर्मनमा हामी त्यस्तै देख्छौँ, अरू ठाउँमा हामी त्यस्तै देख्छौँ। अब नेपाल जस्तो सामाजिक आर्थिक अवस्था भएको मुलुकमा अब त्यस ढङ्गले पार्टीहरू जान्छन् कि जाँदैनन् त्यो हामीले हेर्नुपर्छ। नेपालको उदाहरण हेर्दा मैले के भन्न चाहन्छु भने 2 खालको बाटोबाट आएका पार्टीहरू अगाडि गएनन्। नम्बर 1 क्षेत्रीयता, जातीयता। क्षेत्रीयता र जातीयताको एजेन्डा बोकेका पार्टी अगाडि गएनन्। त्यसलाई मैले उपेन्द्रजीकै उदाहरण दिन्छु। 64 सालको चुनावमा उपेन्द्रजीको पार्टीले मधेसमा कसरी लपेट्यो, त्यो क्षेत्रीय दलको रूपमा आयो, तर त्यसले आफूलाई नेसनल बनाएन, राष्ट्रिय बनाएन। जब राष्ट्रिय बनाएन तब मधेसले के खोज्यो त भन्दा सिंहदरबारमा प्रधानमन्त्री हुने खोज्यो नि।
उपेन्द्रजीले त्यो हैसियत दिन सक्नु भएन। उहाँ क्षेत्रीयमै बस्नुभयो। जब क्षेत्रीय दलको रूपमा उहाँ बस्न खोज्नुभयो, उहाँ लगभग अब गाह्रो भएको छ। म उहाँलाई अन्यथा भन्न चाहन्न। त्यस कारण क्षेत्रीयता र जातीयताबाट आएका दलहरू राष्ट्रिय बन्न सकेनन्। जबसम्म राष्ट्रिय बन्दैनन् तब जाँदैनन्, नम्बर 1। नम्बर 2, आक्रोश अब अलिकति फ्रस्ट्रेसनबाट आएका दलहरू पनि छन्। यो सोसाइटीको आक्रोश र फ्रस्ट्रेसनबाट आएका दलहरू छन्। ती दलहरूले विश्वास निर्माण गर्छन् कि गर्दैनन्? आक्रोश जगाउनु, विद्रोहको नेता हुनु, असन्तुष्टिको नेता हुनु, आलोचना गर्ने नेता हुनु, त्यो धेरै त्यसको लिमिटेसनै हुँदैन, त्यो स्वतन्त्र हुन्छ। तर जब त्यसलाई सम्बोधन गर्नुपर्ने ठाउँमा आउँछ, त्यसका लिमिटेसनहरू पैदा हुन्छ। लाग्छ, म अन्यथा नलिनु होला मनिष सर, आज रवि लामिछानेजीलाई जे सङ्कट परिरहेको छ, उहाँका हिजो लिमिटेसन थिएनन् घन्टी बजाउँदा, तर आज गृहमन्त्री हुँदा लिमिटेसन छन्। त्यस कारण उहाँहरूलाई पनि गाह्रो भइरहेको छ, टिक्ने नटिक्ने, जाने नजाने। त्यस आक्रोशबाट बनेका पार्टीहरू पनि यस्तो हुन सक्छन्। जातीयता क्षेत्रीयताबाट आएका दलहरू पनि यस्तो हुन सक्छन्। त्यसको मतलब के हामी नै ठिक छौँ त? त्यसो भए हो, मैले भन्छु म ठिक छु, तर मेरो परीक्षा त मैले पनि परीक्षा दिनुपर्छ नि। म त्यसै कहाँ ठिक छु? म त्यसै कसरी पास भएको? मैले आफै सर्टिफिकेट मलाई दिन मिल्छ? मिल्दैन नि। यो विश्वविद्यालयले दिने हो नि हामीलाई परीक्षा सर्टिफिकेट। मलाई लाग्छ कि आजसम्म कहिले राम्रो अङ्कको सर्टिफिकेट, कहिले ठिकै अङ्कको सर्टिफिकेट त दिइरहनु भएको छ। त्यसैले भोलि पनि यो सर्टिफिकेट प्राप्त गरौँला भन्ने हामीलाई लाग्छ। माननीय भट्टराजी, थ्याङ्क यू भेरी मच। समय अब धेरै छैन, म उमेश यादवजीकोमा आएँ। उमेशजी, अब यो अलिकति राम्रो प्रोजेक्ट डिजाइन गर्नेहरूले अथवा जसले डेलिभरीलाई विश्वास गर्छ अथवा रिजल्टलाई विश्वास गर्छ भनिन्छ नि, इनपुट आउटपुट आउटकम, एन्ड अफ द डे इट्स आउटकम। मान्छेको दिनानुदिन उसको रोजीरोटी, उसको भान्सामा कति फरक पर्यो, उसको जीवनशैलीमा कति फरक पर्यो। पोलिटिकल दर्शन, एकदम पोलिटिकल जार्गन सुन्दाखेरि बडो सुन्दर लाग्छ। म त वास्तवमा पोलिटिकल जार्गन खासै रुचि लाग्दैन। पब्लिकको फरमा काम गर्दाखेरि पब्लिकले के पायो भन्ने। अघि योगेश माननज्यूले भन्नुभयो कि अब आउने दल अथवा नयाँ दलले कहाँ कसरी टिक्ने ठाउँ पाउँछ, समाउने ठाउँ पाउँछ भने जस्तै तपाईँले अघि जुन निराशा देखाउनु भयो, त्यत्रो सङ्घर्ष गरेर त्यत्रो क्रान्ति गरेर आएका राजनीतिक दलहरू जसरी तिनको विचारमा रास आउँछ होइन, जब उनको त्यो आदर्शमा खडेरी पर्छ नि, अब त्यहाँ त लगेर अड्काउनु भएन कुरा। यहाँ त केही त आशा त जगाउनु भयो। यो गर्मीमा आउनु भएको छ उहाँहरू। भविष्य के देख्नुहुन्छ? होइन यो पुरानाको पार लाग्ने कुरा होइन रहेछ, नयाँले नै गर्ने हो कि अथवा के देख्नुहुन्छ? तपाईँको कुनै निष्कर्ष 2-4 पोइन्टमा मलाई भनिदिनु होला, लामो भन्दा पनि। यो सेसनको निष्कर्ष निकाल्नुहोस्। अबको फ्युचर पोलिटिक्स के हो? नयाँ अनुहार हो, नयाँ विचारहरू के हो? सबैभन्दा पहिले मैले नयाँ र पुरानोको यो शब्दमा म धेरै अल्झिनै चाहिन। तपाईँले जसलाई नयाँ भन्नुहुन्छ सेसनै त्यही छ, त्योभन्दा बाहिर गएर बहसै गर्न पाइँदैन। आज जिम्मा लागे त्यही हो। जसलाई नयाँ भन्नुभएको छ त्यही पुरानो हो, म एक भन्छु। दोस्रो, योगेश दाइले एउटा शब्द जातीयता र क्षेत्रीयताका कुरा उठाउनु भयो। हाम्रो समाज वर्ण व्यवस्था र जाति व्यवस्थामा विभाजित रहेको समाज। यहाँ जातकै हिसाबले अवसर पाउने र नपाउने, जातकै हिसाबले पानी चल्ने र नचल्ने, जातकै हिसाबले प्रतिनिधित्व हुने र नहुने रहिआएको परम्परा र त्यसलाई संविधानले पनि आत्मसात गरिसकेको स्थितिमा निश्चित भूगोलको पार्टीलाई हामी त्यो क्षेत्रीयता र जातीयता भन्ने आधारमा हामी प्रहार नगरौँ कि बरु विचारको आधारमा प्रहार गरौँ, एक। दोस्रो, डेलिभरी त चाहिन्छ, डेलिभरी नदिकन हुँदैन, यो अवश्य हो। तर त्यो डेलिभरी पनि कुन बाटोबाट गएर दिने हो? मैले दिलभूषण दाइकै शब्द फेरि साप्टी लिएरै भन्दैछु। तपाईँले यो सारा संसारलाई पुँजीवादले म डेलिभरी दिन्छु भन्दै गर्दा हाम्रो देशमा कतिजना मान्छे यो गरिबीको रेखामुनि छ? यी पडोसी देश भारतमा कति छ? सारा संसारमै कति छ? स्वर्ग मानिएका अमेरिकैमा वार्षिक 50,000 मान्छे आत्महत्या गरेका छन्।
भनिसकेपछि यो बाटो बिना कुन बाटोमा गएर डेलिभरी दिन सकिन्छ यसमा स्पष्ट नभइकन त्यतिकै असन्तुष्टिमा खेल्ने कुरो मात्र हुन्छ। त्यस अर्थमा मेरो आग्रह के हो भने नि राजनीतिक दलहरू दर्शनको आधारमा विचारको आधारमा र क्षणिक समाजवादी हारकै कारणले गर्दा आत्मसमर्पण गर्ने बाटो छोड्नु पर्छ। जो नेपालका कम्युनिस्टहरू हुन् या काङ्ग्रेसहरू हुन् त्यसले पुँजीवादको अगाडिमा आत्मसमर्पण गरेको छ। तेस्रो, वैश्विक पुँजीवादको हमलाबाट जोगिन के गर्ने? अहिले हाम्रो तापक्रम कति छ, कसरी बढिराखेको छ, पर्यावरणको सङ्कट, कृषिको सङ्कट हैन, यी सारा कुराहरूको सन्दर्भमा हामीले वैश्विक पुँजीवादको हमलाबाट जोगिने उपाय खोज्ने हो कि त्यही पुँजीवादी व्यवस्थामा कनिष्ठ साझेदार बनेर लुट्न जाने हो? यही छ चिज हो। यही कुरोलाई ठुला र ऐतिहासिक पृष्ठभूमि बोकेका राजनीतिक शक्तिहरूले आत्मसात गर्ने हो भने यसरी आउने र बिलाउनेहरू बिना दर्शनका बिलाउने गर्छन्। हुन्छ। आएन भने समस्या त हुन्छ। उहाँले त्यो लुट्न जाने हो भन्नु भने अब त नागरिकले लुट्न दिन्न होला। पहिले अलिक सोझा भए पनि आज त अलिकति साक्षरताको तह पनि बढेको छ, नागरिक पनि एक किसिमको एम्पावरमेन्ट भएको छन्, अलिकति एम्पावर्ड भएको छन्। तपाईँले मलाई अन्तिम प्रश्न, हामी समय 15 मिनट ढिलो भइसकेका छौँ, 2 मिनटमा जवाब दिनुपर्छ अनि बिट मारौँ हामी। तपाईँ के देख्नुहुन्छ? तपाईँलाई मैले फेरि पनि सल्युसन के हो, वाट नेक्स्ट भनेको के हो भने एन्ड अफ द डे म नागरिक हुँ, जनताले त डेलिभरी खोज्छ। यहाँ फेरि अर्को वितण्डता मचाउने छुट छैन कसैलाई पनि। पुरानो दल र नयाँ दल लडेर बस्ने पनि होइन होला। एउटा पोइन्टमा यस्तो होला कि अहिले नै पनि नयाँ दलले जतिसुकै मुद्दा उठाएर जतिसुकै पुरानो दललाई गाली गरेर आए पनि गठबन्धनमा जाने होइन, त्यो भनेको केही राजनीतिक मुद्दाहरू, सामाजिक मुद्दाहरूमा सँगै समाधान गर्नका लागि गएको अनुमान अथवा विश्वास त गर्न सकियो। आशय जे भए पनि कसरी बढ्छ नेपालको राजनीति? कसरी बढ्छ? योभन्दा बिग्रिन्छ अथवा यसले अलिकति मेसो पाउँछ? तपाईँसँग अलिक बढी सम्बन्ध अलिक बुझाइ भएकाले तपाईँले मैले सोधेको। तपाईँले एकदम समय सान्दर्भिक प्रश्न सोध्नुभयो। नेपालको राजनीति, नेपालको समग्र राजनीति नै ओभर पोलिटिकल इन्फ्रास्ट्रक्चर छ। ठुलो राजनीतिक संरचना कायम भएको छ जसले नेपालको राजनीतिक कोल्याप्स हुने राजनीतिले होइन अर्थतन्त्रले हो। किनकि सबभन्दा ठुलो इकोनोमिक, किनकि जुन देशको अर्थतन्त्र यति कमजोर भइसकेको छ राजनीतिक कारणले। किनभने यहाँ जहाँ छ कार्यकर्ताको व्यवस्थापनलाई नै राजनीति मानिन्छ भने त्यो होइन। राजनीति भनेको जनताको डेलिभरीको लागि, राजनीति भनेको सेवा हो, राजनीति भनेको व्यवसाय होइन। त राजनीति अहिले नेपालमा के भइदिएछ भने कम समयमा दाम र नाम कमाउने दुईटी पेसा भइदिएछ। राजनीति पेसा होइन, सर्भिस हो। पुरानो राजनीतिको देख्नुहोस्, घर बिकिया छ, खेत बिकिया छ, बेचारा एउटा धोती लगाएर, एउटा कुर्ता लगाएर, एउटा अनि बक्खु लगाएर हिँड्थ्यो। तर अहिले के हुन्छ, नेता हुनलाई उसलाई पजेरो गाडी चाहिन्छ 3.5 करोडको, चाहे जनता मलेसिया कतारमा गएर मरोस्। तेस्रो कुरा तपाईँलाई बताउँछु, 10 वर्ष यही स्थिति रह्यो भने नेपालको जुन ऋण छ, आन्तरिक ऋण र वैदेशिक ऋण, त्यसैमा यो देश ध्यान दिने। मैले यहाँ देशमा राजनीतिक सङ्कट भन्दा आर्थिक सङ्कट देख्छु र आर्थिक सङ्कटको भारमा यहाँको राजनीतिक समाप्त हुन्छ मलाई त्यस्तो लाग्छ फर टाइम बिङको लागि। किनकि सधैँ समाप्त भएर रहँदैन, तर एक ट्रान्जिसन फेजको लागि पनि यो एज इट इज चल्दैन। किनकि यसमा काङ्ग्रेस, एमाले, माओवादी या रासपा सम्पूर्ण दलले जो शासन सत्तामा छ विचार गर्नै पर्छ। किनकि आफ्नो दलको संरचना बनाउनु लाग्यो न, यसको सबभन्दा बेस्ट इक्जाम्पल छ कोशी प्रदेश। एक सालमा 6वटा मुख्यमन्त्री भयो। र दोस्रो गण्डक प्रदेश, किनकि पार्टीहरूले आफ्नो युनिटको रूपमा प्रदेश ठाने। दोस्रो लास्टमा कम्प्लिट गर्नुहोस्। तेस्रो यहाँ सबभन्दा के भएछ भने अथोरिटी विदाउट एकाउन्टेबिलिटी यहाँ एकदम डेन्जर भयो। यहाँ नेपालमा ठुला ठुला भ्रष्टाचार भयो, तर सहमतीय भ्रष्टाचार भयो, सर्वदलीय भ्रष्टाचार भयो। सर्वदलीय भ्रष्टाचार र सहमतीय भ्रष्टाचार भएको कारणले देशको जनतामा निराशा हुँदै गयो र जनताहरू मलेसिया कतार जाने। अनि तपाईँले बताउँछु, यहाँ क्यापिटल सबभन्दा ठुलो समस्या आउँदो दिनमा के भइरहेछ भने यो देशको मानव पलायन, माने जनताको पलायन र यहाँको पुँजी पलायन दुइटै भइरहेछ। त्यसले यहाँको राजनीति कहिले पनि त्यसमा चेतना छैन कि कसरी यसलाई कम खर्चिलो बनाउने,
आज मन्त्री बन्ने बित्तिकै भोलि नै उसलाई सबै सुविधा चाहियो। हुन्छ 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 हस्, धन्यवाद। बिचमा रहौँ। यो सेसन नयाँ दल र पुराना दल विषयमा हामीले छलफल गऱ्यौँ। तपाईँहरूलाई एकचोटि जोरदार थपडी बजाएर मेरा विद्वान जनप्रतिनिधिहरू माननीय सांसदज्यूहरूलाई ताली बजाएर धन्यवाद दिनुहोला। म तपाईँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। आयोजक सबैलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद। थ्याङ्क यू भेरी मच।